Starting small, thinking global, preparing Nepalese accounting firms for international outsourcing engagement नामक सेसनमा हाम्रो छलफल अगाडि बढ्नेछ र यो छलफलमा मोडरेटरको भूमिका निभाउनु हुनेछ सीए उमेश राज पाण्डे उहाँ फेलो मेम्बर हुनुहुन्छ आइक्यानको with extensive professional experience across the cooperative banking, public sector and corporate domain. He has been actively contributing to standard setting, professional development and policy dialogue within Nepal's accounting profession. Currently he is serving as the chairman of SAFA committee to study fiscal regimes and other statutory requirement of business. ढिला नगरिकन यो सत्रका मोडरेटर ज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु र उहाँलाई तालीबाट पनि स्वागत गरिदिनु होला. ढिलो ढिलो चलिरहेका छौं, लामो समय भयो, थोरै थोरै हामीलाई अलिकति माइन्ड डाइभर्ट पनि भएको छ, तर अत्यन्तै महत्त्वपूर्ण सेसन हो यो. हामीले आगामी दिनमा कसरी बृहत सोच्न सक्छौं, think locally, act globally भने जसरी हामी बाहिरको टेक्नोलोजी कसरी अड्याप्ट गर्न सक्छौं, अपर्च्युनिटी त्यहाँ कसरी ट्याप गर्न सक्छौं भन्ने अत्यन्तै रोचक सेसन रहनेछ र प्यानलिस्टका रूपमा म आमन्त्रण गर्न चाहन्छु प्रदीप अर्याल ज्यूलाई. उहाँ जनरल सेक्रेटरी हुनुहुन्छ एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपाल ACAN बाट. उहाँलाई पनि यो सेसनमा प्यानलिस्टका रूपमा जोइन गरिदिनुका लागि मैले अनुरोध गरेँ र तालीबाट उहाँहरूलाई स्वागत गरिदिनु होला. यसैगरी हामीसँग अर्का प्यानलिस्ट हुनुहुन्छ मिस्टर रबिन कटवाल, हेड ACCA Nepal. Mr. Kotwal is the head of ACCA Nepal, a strategic finance leader and professional development advocate with 15 years of experience in executive management, business consulting, and professional education. He drives the transformation of the accountancy profession in Nepal through ethical leadership. उहाँलाई पनि म यो प्यानलमा स्वागत गर्न चाहन्छु र अर्का प्यानलिस्ट हुनुहुन्छ CA शङ्कर थापा, Director for Symmetrons. Thapa is a seasoned chartered accountant and senior partner at Shankar Associates Chartered Accountants, as well as director of 4 Symmetrons with over 12 years of professional experience in audit, consulting, and outsourcing across diverse sectors. He has played a key role in expanding Shankar Associates from a 4-member firm into a group organization of over 100 personnel. So, अब यहाँहरु सबैजनालाई म हलभित्र पनि प्रवेशका लागि हार्दिक अनुरोध गर्न चाहन्छु. अर्का प्यानलिस्टलाई म आमन्त्रण गर्न चाहन्छु मिस्टर आशिष आचार्य, CEO इन्भेस्टर फ्रेन्डली CPA. हाम्रो आजको अन्तिम सेसनका अर्का वक्ता हुनुहुन्छ. उहाँ फाउन्डर हुनुहुन्छ इन्भेस्टर फ्रेन्डलीका. उहाँ फुल टाइम एम्प्लोयी एन्ड ट्याक्स MD फर्मली विथ अर्न्स्ट एन्ड यङ USA मा कार्यरत हुनुहुन्थ्यो. He brings deep expertise in US tax strategy, financial planning and business advisory. ASIS helps entrepreneurs, investors and firms optimize tax outcomes, scale globally and build impactful businesses worldwide. म आशिष आचार्यज्यूलाई पनि अगाडि आमन्त्रण गर्न चाहन्छु र आजको यस सेसनका अन्तिम वक्ता हुनुहुन्छ मिस्टर गणेश दाहाल, CEO Focus Your Finance. Mr. Dahal is an enrolled agent and entrepreneur based in Nepal, specializing in US tax and accounting outsourcing services. He founded his firm in 2018 with a small team of 2 and has since expanded it to 25 professionals, providing comprehensive support to US business, including AR/AP management, HR functions, sales, tax compliance, bookkeeping, entity formation, M&A advisory and many more. अब यो सत्रका लागि मैले यहाँहरु सबैजनालाई हलभित्र पनि आमन्त्रण गरे. यो सत्रले नेपाली फर्महरुलाई अन्तर्राष्ट्रिय ग्राहकसँग कसरी काम गर्न तयार हुने भनेर बुझ्नका लागि मद्दत गर्छ. पक्कै पनि यहाँहरु सबैजनाको चासोको विषय हो यो. विदेशी कम्पनीको सी प्रणाली मापदण्ड हामी नेपालमा कसरी भित्राउन सक्छौं, अब हाम्रा फर्महरु चाहिँ स्थानीय मात्रै होइन विश्वव्यापी रूपमा कसरी प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् भनेर पनि यो सेसनमा कुराकानी हुनेछ र हाम्रो नेपाली फर्मलाई सानोबाट सुरु गरेर ठूलो ग्लोबल कसरी बनाउने इन्जिस्ट यो सत्रले नेपाली फर्मलाई वैश्विक बजारमा स्मार्ट र व्यावहारिक रूपमा पाइला चाल्न कसरी तयार पार्ने भनेर केही टिप्सहरु पनि दिनेछ र अब ढिला नगरिकन यो सत्र अगाडि बढाइदिनु हुनका लागि म यस सत्रका मोडरेटरलाई हार्दिक अनुरोध गर्न चाहन्छु. आज हामी बिहानदेखि आउटसोर्सिङ
अकाउन्टिङ र फाइनेन्स आउटसोर्सिङको बारेमा गफ गरिरहेछौँ। बिहान हामीहरूले सिजनल प्रोफेसनल्सहरूबाट ट्रेन्ड्स, रिजनल इन्साइट्स र इमर्जिङ ग्लोबल अपर्च्युनिटीको बारेमा छलफल गऱ्यौँ। त्यस पछाडि दोस्रो सेसनमा हामीले पोलिसी इन्टरभेन्सनको मामलामा आइक्यानको इनिसिएटिभ, वर्ल्ड ब्याङ्कका कुराहरू र नेपाल सरकारका कुराहरू सुन्यौँ। र अहिले हामी तेस्रोमा चाहिँ एक्जाम्पल र थोरै प्रोफेसनल कम्युनिटीका कुराहरू सुन्छौँ। दुईवटा कुरा छ। एउटा हामी यही फिल्डमा काम गर्नुहुने इमर्जिङ साथीहरूको कुराहरू सुन्छौँ भने अर्को चाहिँ हामीहरू प्रोफेसनल कम्युनिटी जसले चाहिँ प्रोफेसनलहरूलाई सपोर्ट गरिरहेछ आउटसोर्सिङ बिजनेसमा एउटा इकोसिस्टममा काम गर्छ त्यसको बारेमा कुरा गर्दैछौँ। र यसै क्रममा हामीसँग हाम्रो सबै प्यानलिस्टहरूको चाहिँ हामीहरूले जानकारी पाइसक्यौँ। उहाँहरू कहाँ के गर्नुहुन्छ भन्ने कुरा चाहिँ समयको पाबन्दीलाई ख्याल गर्दै म चाहिँ सोझै विषयवस्तुमा प्रवेश गर्न चाहेँ। सबैभन्दा पहिला म आशिषजीतिर लाग्छु, त्यताबाट आउँछु। म आशिषजीतिर लाग्छु। जस्तो तपाईँ अब विगत लामो समयदेखि चाहिँ अकाउन्टिङ आउटसोर्सिङको सेवा प्रदान गर्ने कार्यमा हुनुहुन्छ। अब कहिलेदेखि यो काम सुरु गर्नुभयो? एक, दुई, काम सुरु गर्ने बेलामा कसरी सुरु भयो? किनकि यहाँ मलाई के लाग्छ भन्दा आजको दिनमा हाम्रा जति पनि पार्टिसिपेन्टहरू हुनुहुन्छ उहाँहरू चाहिँ मोर कन्सर्न विथ हाउ टु अब्टेन द वर्क्स र कसरी एक्जिक्युट गर्न सकिन्छ। सुरुमा लिड जेनेरेसन, लिड पछाडि त्यसलाई काममा कसरी जेनेरेट गर्न सकिन्छमा चाहिँ अलिक बढी कन्सर्न हुन्छ। त्यही भएर हाउमा उहाँहरूलाई बढी चासो होला भन्ने मेरो मान्यता रहेको कारणले गर्दा चाहिँ त्यो एउटा कुरा। र अर्को चाहिँ कतिजना प्रोफेसनलहरू चाहिँ आबद्ध हुनुहुन्छ, कुन कुन देशमा सेवा निर्यात गर्नुभयो हुन्छ लगायतका जति पनि तपाईँको जर्नी छ अहिलेसम्मको, इन्सेप्सनदेखि अहिलेसम्मको जर्नी, त्यसको बारेमा चाहिँ आफ्नो स्टोरी 5-7 मिनटमा सुनाइदिनु। 5-7 मिनटभन्दा कम गरे अझ राम्रो, तर मैले 7 मिनट दिएँ म्याक्सिमम तपाईँलाई। थ्याङ्क यू एभ्री वान बिङ हियर। मेरो चाहिँ त्यस्तो लामो जर्नी चाहिँ छैन। 4 years ago हो साँच्चै भन्ने हो भने। म चाहिँ युएसमै बस्छु अनि सिए पढ्न गएको हो खास भन्ने हो भने। अनि त्यतिखेर फर्स्टदेखि नै मलाई चाहिँ आई न्यू आई वाज गन ओपन अ फर्म भन्ने थाहा थियो कि मलाई। अनि मैले यसो मान्छे अब मेरो कलिग्सहरूदेखि लिएर अब साथीहरूदेखि लिएर कम्पिटिटर्स भन्छ सबले हेर्ने बेलामा चाहिँ इट टुक यु सो क्विक टु बी गो फ्रम, हामी अहिले नेपालमा अराउन्ड 80 जना हुनुहुन्छ होला, युएसमा 10 जना हुनुहुन्छ मेरो टिममा। अनि हाउ डिड दिस ह्यापन भनेर मलाई सोध्नुहुन्छ क्या। अनि त्यतिखेर चाहिँ मेरो जर्नी हजुरले भने जस्तो म भनिदिन्छु। अनि लिड जेनेरेसनदेखि लिएर अनि कस्तो खालको सिस्टम र अनि युएसको मार्केट कस्तो छ, किनभने यहाँको मेरो अपरेसनमा चाहिँ आई हेभ माई ओन फर्म एज अ सिपिए विच आई डु माई ओन ब्याक अफिस हियर। अनि आई अल्सो हेभ आउटसोर्स कम्पनी एन्ड अल्सो हेभ आइटी कम्पनी। सो आई हेभ अल दोज थ्री हामी 3टा कुरा गरेको थियौँ नि आज। आफ्नो फर्म त भयो त्यसमाथि पनि, अनि आउटसोर्सिङ ब्रान्ड्सदेखि अनि आइटी कम्पनी पनि भयो भने चाहिँ आई हेभ सिन अल दोज 3 एस्पेक्ट अफ दिस आउटसोर्सिङ इन्डस्ट्री एन्ड इच अफ देम हेज इट्स ओन च्यालेन्जेस। त्यो म भनिदिन्छु, त्यही खोज्नुभएको नि। फेरि मैले नचाहिने ब्याक स्टोरी दिएँ भने फेरि मान्छे बोर हुन्छ भनेर मैले अब होपफुली दिस हेल्प्स अदर क्यान्डिडेट्सदेखि लिएर हुएभर वान्ट्स टु डु दिस। सो द्याट्स द होल पर्पज होला यो प्यानलको। इट्स एक्चुली भेरी इजी भनिदिन्छु मैले चाहिँ। आई नो वी हेभ हाम्रो गभर्मेन्ट एजेन्सीहरू हुनुहुन्छ यहाँ अब, अनि यत्रो धेरै डेटाहरू थियो अनि गोल्सहरू छ नि, बट इट्स नट द्याट हार्ड। मेरो जर्नी कसरी सुरु भएको भने चाहिँ आई स्टार्टेड इन युएस। आई डिड माई अन्डर ग्रेड एन्ड मास्टर्स। अनि त्यसपछि आई स्टार्टेड वर्किङ एट द बिग 4 EYमा काम गर्न सुरु गरेको। त्यसपछि चाहिँ अनि आई अलरेडी न्यू आई वाज गोना ओपन माई ओन फर्म। This is why confidence, I think David was talking about confidence in Nepalese market. One of the big thing that everyone needs to understand is none of us are lesser than anyone else. मेरो employees-देखि लिएर a lot of people I see in my team, they always somehow feel like they are lesser than their US counterparts, which is absolutely not true. I would rather fight that we are better than US team members. लाग्छ मलाई चाहिँ। किन भनेको भने चाहिँ this is how easy it is.
what I did was, again, price has been paid, it's not easy. तर execution गर्न सक्यो भने चाहिँ, all I did was, I knew I was going to open my firm. What I did was, before I started my firm, I probably spent 5 or 6 years building a tech stack, building a marketing plan, building a lead generation funnel, pipeline देखि लिएर, what I'm going to use, what emails I'm going to write. त्यतिखेर AI थिएन नि त, it was very hard. I had to, I mean, मेरो नेपाली पनि राम्रो छैन, English पनि राम्रो छैन कि. People who know me know this. I used to look at the templates, I used to listen to podcasts just to gather this information so I could launch the company. When it launched, that's it. So normally it's launch, and it launched like this for me because of the 5 years what I put in before this happened. So a lot of young CPA, in my opinion, CPA is not as hard as a CA certification, okay? I think I passed CPA in 3 months. So, CA, I know how long it takes and how hard it is. So I would suggest everyone in here to understand this. If you have a goal of opening a firm, the preparation is needed. What I did is very simple. Listen to marketing. You cannot be successful unless you know how to sell. So you need to look at the marketing and sales, understand, as well, AI will give you an entire model. Understand that, come up with your market, your product fit, like I did. I focus on real estate, niche on real estate. My company name is Investor Friendly CPA. So people, it's very SEO friendly. Story गर्ने बेलामा I used Sherpa CPA in नेपाली हाल्छु भनेर. I changed it within a month होला. So marketing and sales एकदम राम्रो हुनुपर्छ. So going back to the journey, started my firm, and just so maybe this will help you guys understand how easy this is I had no backup, no mentor. त्यतिखेर गर्ने बेलामा नेपालमा पनि त्यस्तो धेरै थिएन इन्डस्ट्री यस्तो अनि how it started was very short in the last minute is this. I started the firm with no revenue, nothing, but I did have this backup plan and this back work that I did 5 years ahead. So it did help me really get off the bat when I started. When it started, it went from $0 to $1 million in a year. Very rare. It doesn't happen like that, so don't expect that. But I did a lot of hard work on the back end to make that happen. त्यो भइसकेपछि first year, it's the 4th year now. साँच्ची भन्ने हो भने, if you guys think this is good, I don't even do any CPA work anymore. I'm launching a tax planning software. Software काम गर्छु अहिले मैले. अनि outsourcing company. So that's the very quick journey. Okay, thank you. Ashish ji. Okay, I will come to Ganesh ji. I will repeat the same question. It is an open-ended question, so please tell us about your journey. Hazur, thank you for the question. हामीले January 2024 मा शङ्कर दाइ हामी बसेर चाहिँ यसको निड चाहिँ अलिकति धेरै अगाडि नै सोचिसकेका थियौँ हैन अनि आज यहाँ स्टेजमा ठाउँ शेयर गर्न पाउँदा चाहिँ धेरै खुसी लागिरहेछ सो मेरो नाम चाहिँ गणेश फोकस योर फाइनान्स नामक कम्पनी हामी चाहिँ अकाउन्टिङ ट्याक्स आउटसोर्सिङ फर्म चलाइरहेछौँ सो जर्नी कुरा गर्दाखेरि चाहिँ 2018 मा चाहिँ एज अ लोकल अकाउन्टेन्ट कुनै एउटा संस्थामा काम गरिरहेको थिएँ अनि त्यसपछि त्यहाँ चाहिँ अलिअलि आउटसोर्सिङको कामहरू हुन्थ्यो अनि बिस्तारै बिस्तारै आफैले चाहिँ नेपालको कामबाट सिक्दै गएर अनि एउटा फर्म वाइ नट रजिस्टर आवरसेल्फ भनेर फोकस हामीले रजिस्टर गऱ्यौँ अनि त्यति बेलामा चाहिँ अब न्यू द राइट पिपल त्यति बेला लक्कीली अनि त्यसपछि हजुरको बिस्तारै बिस्तारै हामीले अब क्विक बुकमा डेटा इन्ट्रीको कामहरू हैन पेरोल सफ्टवेयरमा डेटा इन्ट्रीको कामहरू सो त्यो गर्दै बिस्तारै सिक्दै टिमहरू बढाउँदै जाँदाखेरि चाहिँ अब आजको दिनसम्ममा चाहिँ हामी अब फुल फ्लेज अकाउन्टिङ फर्म हैन कुनै क्लाइन्टको लागि चाहिँ एन्टिटी फर्मेसनदेखि लिएर एमएनएसम्मको कामहरू चाहिँ अहिले नेपालबाटै गरिरहेछौँ सो अब यसमा चाहिँ अब फर्स्टमा चाहिँ क्लाइन्टहरूलाई हामीलाई अघि आशिष
दाइले भन्नुभयो जस्तो सेल गर्न चाहिँ जरुरी छ होइन। अब त्यसको लागि चाहिँ अब सफ्ट स्किल्सका कुराहरू भयो, टेक्निकल एक्सपर्टिजका कुराहरू पनि भयो। सो यो सबै कुराहरू चाहिँ मिलाएर चाहिँ अगाडि बढ्दाखेरि चाहिँ क्लाइन्टहरू अब इट विल बी डिफिकल्ट टु गेट चाँडोभन्दा चाँडो क्लाइन्ट ल्याउन चाहिँ गाह्रै हुन्छ, टेक्स अ लट अफ एफोर्ट। सो अब त्यो कन्सिस्टेन्टली त्यो चाहिँ गरिराख्नु पऱ्यो होइन। अनि सो प्रेटी मच त्यही नै हो मेरो जर्नी चाहिँ सर। Okay, thank you, Ganeshji. I'll come to Shankar Thapa. I know your journey because we talk about it a lot, but I don't think everybody here knows about this. So if you could tell in detail about how you started and where you are right now, that would be very much helpful for the audience to start their own business. Thank you, Umesh Dai. डिटेल भन्दा नि फेरि स्टोरी छोटो छोटो नै छ होइन, खासै लामो हुनेवाला अझै बाँकी नै छ। भर्खर हामी अराउन्ड 8 इयर्स भयो उसमा आउटसोर्सिङ सिनमै भएको होइन। बट माई नेम इज शङ्कर थापा। म शङ्कर एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्सको पार्टनर पनि हो, फोर्थ सेमेट्रोन्सको चाहिँ डिरेक्टर हो। सो शङ्कर एसोसिएट्स मैले किन ब्रिङ अप गरेको भन्दाखेरि चाहिँ हामीले काम स्टार्ट गर्दै गर्दाखेरि वी स्टार्टेड आउट विथ शङ्कर एसोसिएट्स। सो इट वाज इस्टाब्लिस्ड एज अ फुल फ्लेजेड audit and assurance firm back in 2016. त्यस पछाडि डाउन द लाइन हामीले काम सुरु गर्दै गयौँ। वी वर डुइङ गुड, प्रिटी गुड अडिटिङ सिनमा पनि। तर त्यस पछाडि फेरि बिचमा आएर कोभिड ह्यापन। कोभिडको टाइमदेखि चाहिँ वी टुक अप आउटसोर्सिङ वर्क। सो लकिली त्यो टाइममा कस्तो भइदियो भन्दाखेरि वान अफ आवर प्रिभियस कन्ट्याक्ट्स हामीले फिलान्थ्रोपिक साइडबाट चिनेको हाम्रो अर्को डिरेक्टरले, उहाँ थ्रुबाट हामी के गर्नुपर्छ नेपालमा, के गर्न सकिन्छ त कोभिडको टाइममा इट्स गेटिङ डिफिकल्ट भन्नेवाला डिस्कसन हुँदै जाँदाखेरि चाहिँ वी स्टार्टेड आउट अन अ स्मल आउटसोर्सिङ प्रोजेक्ट विच वाज नट इन अकाउन्टिङ साइड। फेरि त्यो बेलामा हामीले स्टार्ट गर्दै गर्दाखेरि चाहिँ वी स्टार्टेड आउट फ्रम यो डेटा क्लिन्जिङ वाला साइडबाट, भेरी निश भेरी लो एन्ड वर्कबाट हामीले काम स्टार्ट गर्यौँ बिकज द्याट वाज निडेड फर द फर्म एज वेल। ओभरनाइट सबै कुराहरू बन्द भएर चाहिँ हामीले काम स्टार्ट गर्नुपर्ने अवस्था हुँदै गर्दाखेरि चाहिँ वी गट एन अपर्च्युनिटी टु स्टार्ट द्याट फर्म। सो 2019 देखि हामीले वी स्टार्टेड हाम्रो आउटसोर्सिङ जर्नी। स्टार्ट गर्दाखेरि मैले भनिहालेँ डेटा इन्ट्री डेटा क्लिन्जिङवाला वर्कहरूमा अलि बढी फोकस थियो भने डाउन द लाइन हामी बिस्तारै त्यो भ्यालु चेनमा अघि धेरै लामो कुरा पनि भइसकेको छ। वी स्टार्टेड मुभिङ अप द भ्यालु चेन, किनभने हामी जति पनि टिम स्टार्ट गरेको थियौँ वी वेयर अलरेडी अ चार्टर्ड अकाउन्टेन्ट्स। अनि काम पनि हाम्रो एरिया भनेको चाहिँ मोर डेटाहरू आइटी साइडहरू भन्दाखेरि पनि अकाउन्टिङ साइडमा हुँदाखेरि वी स्टार्टेड पिचिङ कि वी हेभ एम्पल रिसोर्सेस, हामीसँग कामहरू यहाँनिर गर्न सक्ने क्षमता पनि छ भनेर वी स्टार्टेड डेमोन्स्ट्रेटिङ द्याट। अनि हामीले पुरानो गरिरहेको कामबाट वी अलरेडी ह्याड दिस we have demonstrated कि we have this capability to do those works in Nepal as well. So त्यो भइसके पछाडि हामी बिस्तारै अकाउन्टिङ साइडतिर पिभोट गर्दै गयौँ। त्यस पछाडि सेकेन्ड थर्ड निड हाम्रो देखिएको ओभरअलमा भनेको चाहिँ यो बिजनेस इन्टेलिजेन्स साइडमा चाहिँ डेटा एनालिटिक्सवाला कामहरूको पनि इम्प्रुभिङ एरिया थियो। त्यो बेलामा त्यो पनि कुरा आउँदाखेरि हामीले हाम्रो टिम थ्रुबाट यो डेटा इन्जिनियरहरू इन्जिनियरिङ साइडको मान्छेहरूलाई जोडेर लिएर गयौँ। त्यसबाट हामीले बिजनेस इन्टेलिजेन्सको वर्कहरू जोडेर लिएर गयौँ होइन। त्यस्तै आइटी साइडको पनि हामीले अहिले कामहरू स्टार्ट गरेका छौँ। अघि आशिषजीले भने जस्तो बिस्तारै बिस्तारै त्यो पिभोट गर्दै जाँदाखेरि वी अटोमेटिकली लुक फर डिफ्रेन्ट एरियाज द्याट वी क्यान गो टुवर्ड्स होइन। त्यो हुँदै गर्दाखेरि आजको दिनमा हामीले फ्रम फोर्थ सेमेट्रोन्स र शङ्कर एसोसिएट्स वेन आई टक एज अ ग्रुप हामीले कोर जेनरली दिने सर्भिसेस हुने 3टा बकेटमा हामीले हाल्छौँ। वान इज स्टिल यो डेटा एन्ट्रीहरूको डेटा क्लिन्जिङहरू कामहरू जुन चाहिँ हाम्रो प्रोडक्ट डेभलपमेन्ट साइडमा युज हुन्छ त्यो खालको कामहरू हामीले गर्छौँ, इन्ट्री लेभलको म्यानुअल वर्क्सहरू। सेकेन्ड चाहिँ हामीले अकाउन्टिङ र फाइनेन्सको आउटसोर्सिङको होल थ्रु आउट द चेनमा अघि कुरा भएको जस्तो इन्ट्री लेभलको बुक किपिङदेखि लिएर त्यस पछाडि माथि तपाईँहरूको फाइनेन्सियल एनालिसिस एफपिएनएको वर्कहरू त्यो सबै नै आज हामीले नेपालबाट गर्छौँ। थर्ड भनेको हामीले अहिले गरिरहेको बिजनेस इन्टेलिजेन्सकै साइडलाई पनि हामीले एज एन एरिया डेभलप गर्दैछौँ, जसमा चाहिँ ड्यासबोर्डिङहरू डेटा एनालिटिक्सको कामहरू सपोर्ट राखेर चाहिँ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम बनाउने त्यो डेलिभर गर्नेवाला वर्कहरूमा हामीले सेपरेट एरिया जसरी अहिले डेभलप गरेर हामीले काम गरिरहेछौँ होइन। स्टिल वर्किङ अन इट। आइटी साइडमा हामी अब फोर्थ एरिया हामीले डोमेन डेभलप गर्न खोजिरहेको भनेको चाहिँ फ्रम अ सेपरेट कम्पनी आइटी साइडमै पनि प्रपर सफ्टवेयर डेभलपमेन्टहरूको वर्कहरू र आउटसोर्सिङकै वर्कहरू त्यसमा पनि गर्न सकिन्छ कि भनेर त्यसमा पनि एक्सप्लोर गर्दैछौँ। सो ओभरअल हामीले गरिरहेको आजको दिनको एरियाजहरू यो हो। र अघि सुरुमा उमेशदाले राख्दै गर्दाखेरि चाहिँ हिज सेड कि आजको दिनमा हामीसँग इन टोटल 130 स्टाफको स्ट्रेन्थ छ विच इन्क्लुड्स अकाउन्टिङ एज वेल। अनि अघि मैले भने जस्तो डेटा इन्जिनियरहरू सफ्टवेयर इन्जिनियरहरू हुनुहुन्छ। आउटसोर्सिङ साइडमै आई थिङ्क इट्स मोर देन 100 पिपल हु आर डिरेक्टली इन्भल्भ विथ अस।
र इट्स स्टिल ग्रोइङ। फेरि हामीले काम गर्दाखेरि कतिपय चाहिँ सानो प्रोजेक्ट्सहरू आयो भने चाहिँ त्यो प्रोजेक्ट्सलाई सेपरेटली डेलिभर गर्नलाई चाहिँ इन्डिभिजुअल कन्ट्र्याक्ट बेसिसको या हामीसँग हाम्रो फ्रिलान्स कन्सल्टेन्ट जस्तो हुनुहुन्छ उहाँहरूलाई पनि मेन्टेन गरेर राखेको छौँ। सो द नम्बर इज स्लाइटली मोर, बट डे टु डे बेसिसमा हामीले वर्क गर्ने भनेको अराउन्ड 130 पिपलहरू हुनुहुन्छ होइन। अब अर्को एउटा कुरा दाइले रेज गर्नुभएको भनेको चाहिँ कुन कन्ट्रिजहरूमा काम गर्नुहुन्छ, कसरी गर्नुहुन्छ भन्ने कुराहरू थियो, कहाँ कहाँ डेलिभर हुन्छ सर्भिसहरू भन्ने कुरामा। हाम्रो चाहिँ स्टार्ट र मेजर फोकस भनेको युरोपमै छ। युरोपमा हुनुको वान अफ द मेजर रिजन भनेको सुरुको हाम्रो कन्ट्याक्ट त्यहाँनिर थियो। त्यस पछाडि जति पनि हाम्रो रेफरल आयो, आजको दिनमा हामी अराउन्ड 7 कर्पोरेट कम्पनीजहरूसँग काम गर्छौँ। उहाँहरूको ब्याक अफिसहरू मेन्टेन गर्नेदेखि लिएर सर्भिस दिने कामहरू त मेजर फोकस चाहिँ त्यहाँनिर छ। तर बिकज आवर क्लाइन्ट्स दे टेन टु बी मल्टिनेसनल र मल्टिपल कन्ट्रिजहरूमा काम गर्दै गर्दाखेरि थ्रु आउट युरोप र युएसको पनि हामीले केही कम्पनीजहरूसँग अहिले कामहरू गरिरहेछौँ। तर च्यालेन्जेसहरू पनि छ। अघि आई थिङ्क डेभिड हो कि कसले रेज गर्नुभएको थियो, यो टाइमिङको डिफ्रेन्सेसहरू, नेपालसँग कुन फिजिबल हुन्छ, कुनमा बेस्ट ओभरल्याप हुन्छ, त्यो कारणहरूले गर्दाखेरि ग्रोथ गर्नलाई पनि इट सिम्स कि मोर युके आयरल्यान्ड र यो हाम्रो युरोपियन एरियाजहरूलाई नेपाललाई अलिक फिजिबल छ। वी हेभ बिन ट्राइङ। फेरि मार्केटिङ हामी पनि रोकिने भन्ने कुरा त भएन, बिस्तारै डिफ्रेन्ट एरियाजहरूमा मार्केटिङहरू गर्न त्यसमा हामी लागिरहेछौँ। सो त्यो हाम्रो खालको थट छ। आई थिङ्क फर्दर डाउन द लाइन पनि हाम्रो डिस्कसनहरूमा यो कुराहरू आउँछ। सो या बेसिक सर्ट जर्नी जुन छ हाम्रो आजसम्मको द्याट इज द थिङ। अझै फर्दर डिस्कसनमा मैले अरू कुराहरू राख्दै जानेछु। ओके, थ्याङ्क यू शङ्कर। आई विल कम टु रविनजी। हि इज एसिसिए नेपाल हेड। So ACCA is IFAC member organization, and then it is also a tuition provider or a professional professional accountants providers in Nepal. So how is outsourcing business opportunity are being created in Nepal, and how ACCA is help shaping that market? Dhanyabad Umesh ji, and glad to be part of this wonderful program organized by ICANN, and thanks for this opportunity. र ACCA को कन्ट्रिब्युसन यो आउटसोर्सिङ सेक्टरमा के कस्तो छ र चाहिँ ACCA ले कसरी त्यो इकोसिस्टमलाई एनेबल गरिराखेको छ भन्ने कुरामा चाहिँ यहाँ अगाडि कुराहरू भए, यो कहिलेबाट चाहिँ भिजिबल भयो, कहिलेबाट ग्रोथ ज्यादा भयो भन्ने कुराहरू भए। तर एज फार ब्याक एज आई क्यान रिमेम्बर हामी 2012-13 देखि नै यो इकोसिस्टममा काम गरिराखेका थियौँ। बिहान सरोज सर पनि हुनुहुन्थ्यो। 2012-13 बाट नै म उहाँसँग टचमा थिएँ होइन। अघि डायस्पोराको कुरा आयो, डायस्पोरासँग हामी कनेक्टेड थियौँ र चाहिँ नेपालमा कसरी त्यो अपर्च्युनिटी क्रिएट गर्न सकिन्छ त्यसमा हामी वर्क गरिराखेका थियौँ। बोटलनेक चाहिँ कहाँ थियो त भन्दाखेरि ट्यालेन्टको बोटलनेक थियो होइन। सो त्यो ट्यालेन्टको सप्लाई पनि गर्न सक्नु पर्यो र त्यो स्केलमा पनि हुनु पर्यो। सो त्यसमा चाहिँ बोटलनेक थियो। तर अहिले यहाँ साथीहरूले सेयर गर्नुभयो जुन हिसाबले उहाँहरूले चाहिँ काम गर्नुभयो, जुन भिजिबिलिटी भयो, जुन कामको भ्याल्यु देखियो, जुन कामको क्वालिटी देखियो, त्यसले गर्दाखेरि चाहिँ एभेन्युज मोर ओपन अप हुँदै गयो। अब यसमा ACCA को एउटा सिमलेस फिट चाहिँ के भयो त भन्दाखेरि बेसिकली युके आउटसोर्सिङको हामीले कुरा गर्दाखेरि हाम्रो सिलेबसको कोर कम्पोनेन्टकै रूपमा चाहिँ युके ट्याक्सेसन चाहिँ इन्टिग्रेटेड छ होइन। सो त्यसले पनि एउटा सिमलेस फिट ACCA मेम्बर्स, फ्युचर मेम्बर्सहरूलाई हुन सक्ने त्यो एउटा वातावरण बनाइदियो। सो त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि हाम्रो जुन टिचिङ लर्निङ पेडागोजी छ, टिचिङ लर्निङ पेडागोजी इन अ सेन्स बिफोर, ड्युरिङ अर आफ्टर द क्वालिफिकेसन पनि चाहिँ एक्सपिरियन्स गेन गर्न सकिने जुन त्यो प्रावधान छ, त्यसले गर्दाखेरि चाहिँ जबमा जान, त्यो किसिमको काम गर्न पनि उहाँहरूलाई चाहिँ अलिकति त्यसले फेसिलिटेट गरिदियो होइन। र अर्को कुरा चाहिँ सर्टिफिकेट अफ प्र्याक्टिस अथवा भनौँ अडिट हाम्रो वान अफ द मेनी एरियाज हो। त्यसबाहेक पनि अन्य विभिन्न एभिन्युजहरूमा चाहिँ ACCA मेम्बर्स, फ्युचर मेम्बर्स जान सक्ने त्यो पोसिबिलिटी उहाँहरूले देखिरहँदाखेरि चाहिँ सो त्यो सेक्टरमा पनि जुन यहाँ अगाडि पनि सेयर गरियो, रिलेटिभली गुड पे, फ्लेक्सिबिलिटी र एउटा राम्रो वर्किङ इन्भाइरोमेन्टको कारणले गर्दाखेरि पनि उहाँहरूको त्यसमा एट्र्याक्सन भइदियो। र ACCA नेपालले त्यसमा फर्दर के रोल प्ले गर्यो त भन्दाखेरि मैले अगाडि भने जस्तै बेसिकली त्यो इकोसिस्टमलाई अझ कसरी स्ट्रेङ्देन गर्न सकिन्छ इन द सेन्स अहिले नेपालमा ACCA को 100 ओभर अप्रुभड एम्प्लोयर्स छन्
सो अप्रुभड एम्प्लोयर्स कुन सेन्समा भन्दाखेरि एसिसीसँग उहाँहरू चाहिँ डिरेक्टली लिङ्क्ड भएर त्यो ट्यालेन्टको रिक्रुटमेन्टको लागि पनि काम गरिरहनु भएको हुन्छ होइन सो त्यो अप्रुभड एम्प्लोयर्सको इकोसिस्टमलाई एक्टिभेट गरेर होइन र उहाँहरूलाई ट्यालेन्ट अट्र्याक्सन त्यो ट्यालेन्ट रिक्रुटमेन्टमा पनि चाहिँ फेसिलिटेट गरेर त्यो अनुसारले हामीले ओभरअल त्यो काम गऱ्यौँ तर त्यसबाहेक अरू के कुराले पनि हामीलाई सपोर्ट गर्यो त भन्दाखेरि एउटा कुरा म अफ्टन भनिराखेको हुन्छु एसिसीको युएसपी भनेको चाहिँ वी आर सुपर कनेक्टर्स होइन सुपर कनेक्टर्स कुन सेन्समा भन्दाखेरि हाम्रो जुन त्यो फुटप्रिन्ट छ फुटप्रिन्ट इन द सेन्स 7500 प्लस अप्रुभड एम्प्लोयर्स छ ग्लोबल्ली हाम्रो 5 लाख ज्यादा विद्यार्थी छन् 2.5 लाखभन्दा बढी मेम्बर्सहरू छन् 100वटा भन्दा पनि अफिसेस एन्ड सेन्टर्स छ ग्लोबल्ली सो त्यसले गर्दाखेरि पनि त्यो सुपर कनेक्ट गर्न होइन सो लेट्स से कोही एसिसी मेम्बर युके जानुहुन्छ अथवा अस्ट्रेलिया जानुहुन्छ भने त्यहाँको त्यो अफिसले त्यहाँको त्यो डायस्पोराले चाहिँ अपर्च्युनिटिजहरूसँग सुपर कनेक्ट गर्न पनि हेल्प गरिदियो सो यी र यस्तै विभिन्न कामहरूलाई चाहिँ फाइन ट्युन गर्दै रिफाइन गर्दै कम्युनिटीबाट फिडब्याक लिँदै चाहिँ हामीले यसमा कन्ट्रिब्युट गऱ्यौँ भन्ने मलाई लाग्छ थ्याङ्क यू रविनजी ओभियसली एसिसिएले इकोसिस्टममा योगदान गरेकै छ अब म एक्यानका महासचिव प्रदीप अर्यालतिर जाँदैछु जस्तो आइक्यानले चाहिँ भर्खरै हामीले केही हप्ता अगाडि ग्लोबल एकाउन्टिङ इनिसिएटिभको एउटा प्रोजेक्ट लन्च गराएका छौँ जसको उद्देश्य भनेको चाहिँ अबको 10 वर्षमा 1.5 लाख रोजगारी सिर्जना गर्ने भन्ने हो त्यो हिसाबमा चाहिँ अब यो जुन परियोजना छ यो परियोजनालाई सक्सेसफुल बनाउनको लागि चाहिँ वी निड अ लट अफ क्यापेबल ह्युमन रिसोर्सेस र अब एक्यान एउटा इकोसिस्टमको पार्ट हो ओभरअल इकोसिस्टमको हुन त आइक्यान पनि मेम्बर बेस्ड अर्गनाइजेसन हो एक्यान पनि मेम्बर बेस्ड अर्गनाइजेसन हो दुईटै मेम्बर एउटै मेम्बरको मोरलेस ओभरल्यापिङ छ तर पनि एक्यानमा आइक्यानको मेम्बर भन्दा बढी मेम्बरहरू छन् त्यो हिसाबमा चाहिँ यो जुन परियोजना छ यसलाई एक्यानले र एक्यानको मेम्बरहरूले कसरी हेरिरहेछन् एउटा कुरा र अर्को चाहिँ त्यो लक्ष्य हासिल गर्नको लागि जनशक्ति तयार गर्नको लागि चाहिँ आइक्यान र एक्यानले कसरी सहकार्य गर्न सक्छन् यो विषयमा चाहिँ आफ्नो धारणा राखिदिनु होला धन्यवाद प्रश्नको लागि यहाँ उपस्थित सबैजनालाई धन्यवाद दिन चाहन्छु यो गेन प्रोजेक्टको यो आजको जुन कन्फरेन्स छ यसमा चाहिँ तपाईँहरू पार्टिसिपेट भइदिनु भएको छ भने तपाईँहरू पक्कै पनि इन्थुजियास्टिक हुनुहुन्छ यसमा चाहिँ एक्यान एउटा त एक्यान यस गेन प्रोजेक्टप्रति सकारात्मकै छ र यो चाहिँ कस्तो भने एउटा रणनीतिक कदम पनि हो जस्तो लाग्छ आइक्यानको यसमा के छ भन्दाखेरि जस्तो ब्रेन ड्रेनको जुन समस्या छ त्यसलाई चाहिँ केही हदसम्म यसले चाहिँ कन्ट्रोल गर्न सक्छ कि भन्ने हिसाबको एउटा भयो भने अर्को भनेको चाहिँ फ्युचर रेडी मेन पावर चाहिँ तयार गर्नलाई चाहिँ यसले भूमिका खेल्छ जस्तो लाग्छ यो प्रोजेक्टले अब यसमा चाहिँ अर्को एक्यानले के गर्छ भन्ने कुरामा चाहिँ एक्यान चाहिँ 7 प्रदेशमा त्यसै गरी जिल्लागत तहमा पनि एक्यानको आफ्नो सञ्जाल छ यी सञ्जाल मार्फत चाहिँ ट्रेनिङ हब सञ्चालन गर्ने कुराहरू चाहिँ एक्यानले गर्न सक्छ आफ्ना मेम्बरहरू परिचालन गरेर अर्को कुरा के छ भने जो मेम्बर एक्यानका हुनुहुन्छ उहाँहरू आइक्यानका नहुन पनि सक्नुहुन्छ त्यो कारणले हाम्रो एउटा मेम्बर बेस ठुलो छ र यसमा चाहिँ कतिपय साथीहरू अहिले पनि लागिसक्नु भएको छ भनेपछि हामीलाई ट्रेनरहरू उत्पादन गर्न पनि चाहिँ हामीले आइक्यानलाई चाहिँ सहयोग गर्न सक्छौँ होइन अब यो लगायत अब एकाउन्टिङ सफ्टवेयरहरू धेरै छन् अब आइसकेका छन् त्यसमा चाहिँ अब कसरी अभ्यस्त बनाउने एकाउन्टिङ सफ्टवेयरहरू जिरो क्विक बुक्सहरूलाई कसरी अभ्यस्त बनाउने हाम्रा मेम्बरलाई त्यसमा पनि हामीले चाहिँ एउटा भूमिका खेल्न सक्छौँ अर्को भनेको चाहिँ हाम्रो जोइन्ट कमिटी बन्यो भने हाम्रो एक्सपेक्टेसन के हो भने जोइन्ट कमिटी बनाउने एक्यान र आइक्यान मिलेर त्यसमा चाहिँ सक्यो भने बरु युनिभर्सिटीको चाहिँ प्रोफेसरहरूलाई ल्याउन सकिन्छ किनभने यो हामी दुईटा अर्गनाइजेसनले मात्रै गरेर पनि पुग्ने होइन आज मैले यहाँ कोही पनि एउटा प्यानलिस्टमा चाहिँ युनिभर्सिटीको मान्छे देखिनँ अब यसमा चाहिँ कमजोरी नै भयो जस्तो लाग्यो होइन त्यो कारणले गर्दाखेरि युनिभर्सिटीहरू मार्फत युनिभर्सिटीलाई नि एमओयू गर्ने एक्यानले गरे पनि भयो आइक्यानले गरे पनि भयो त्यो गरेर चाहिँ त्यसलाई अनबोर्ड गराउन सकियो भने हामीले चाहिँ गेन प्रोजेक्टलाई सक्सेस गराउन सकिन्छ जस्तो लाग्छ
त्यसै गरी हाम्रो यो फर्म लेभलमा पनि केही काम गर्नुपर्ने छ भनेको अब हामीलाई चाहिँ मेन पावर सर्टेज छ, आर्टिकलले मात्र पुग्दैन। अब हामीलाई चाहिँ ब्याचलरको इन्टर्न, मास्टरको इन्टर्न चाहिन्छ। यो पोलिसी लेभलमा पनि हामीले चाहिँ केही कुराहरू आइक्यानलाई सजेसन अथवा सपोर्टिभ रोल चाहिँ हामीले यसमा चाहिँ निभाउन सक्छौँ। धन्यवाद। थ्याङ्क यू प्रदीपजी। अब म गणेशजीतिर जान्छु। जस्तो हाम्रो साथीहरू हुनुहुन्छ जसलाई चाहिँ आउटसोर्सिङमा काम गर्न मन छ, किनकि नेपालभन्दा बाहिरबाट राम्ररी पैसा कमाइन्छ भन्ने लाग्छ। त्यो हिसाबले चाहिँ उहाँहरूले चाहिँ ठ्याक्कै 1 2 3 यो काम धेरै होइन, एकदम छोटोमा 1 2 3 4वटा यो काम गऱ्यो भने चाहिँ आउटसोर्सिङको बिजनेस ल्याउन सकिन्छ भन्ने तरिकाले तपाईँले केही आफ्नो विचारहरू राखिदिनुहुन्छ कि? अब सुरुमा चाहिँ क्लाइन्ट लिएर आउने टास्क चाहिँ एकदमै डिफिकल्ट टास्क भयो होइन यो सबैको लागि। अनि अब त्यसको लागि चाहिँ अघि आशिष राईले भने जस्तो अलिकति अप अहेड प्रिपरेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब रिगार्डिङ मार्केटिङ होस्, सेल्सको फनल होस्, इभन इमेल कसरी लेख्ने कुराहरू भयो होइन, त्यो सबै कुराहरू स्ट्रक्चर गरेर अनि त्यसपछि अब क्लाइन्टलाई कसरी रिच आउट गर्ने त होइन। अब अहिलेको ग्ल्यामरस प्लेटफर्म छ लिङ्क्डइन भयो, अब कोल्ड इमेल्सहरू पठाउने। सो अब यसलाई चाहिँ अलिकति कन्सिस्टेन्टली नै गर्नु पऱ्यो। अनि अब आफ्नो सानो सानो प्रोजेक्टको सक्सेस स्टोरिजहरू बिल्ड गर्न सक्यो भने होइन, सो त्यो गर्न सक्यो भने चाहिँ अलिकति क्लाइन्टलाई अप्रोच गर्न पनि सजिलो भयो। अनि अब त्यो क्लाइन्टको ट्रस्ट चाहिँ कसरी गेन गर्ने भन्दाखेरि अब वर्क डेलिभरीको पनि पार्टमा हेर्नुपर्ने हुन्छ होइन। सो जहिले पनि भनौँ न अन्डर प्रमिस गरेर ओभर डेलिभर गर्न सक्यो, त्यो न्यारेटिभ एउटा बिल्ड गर्न सक्यो भने चाहिँ सो फर्स्ट फ्यु क्लाइन्ट आइसकेपछि बिस्तारै ग्रो गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ मलाई। ओके, सुरुमा कोल्ड इमेलबाटै सुरु गर्दा बेटर भयो र कन्सिस्टेन्टली फलोअप गर्नु पऱ्यो। द्याट इज वाट आई डिड। थ्याङ्क यू। अब म शङ्कर थापातिर जान्छु। जस्तो अहिले हालसालै चाहिँ नेपाल सिए वर्ल्ड वाइडको मेम्बर भएको छ, जसको चाहिँ 8.5 लाख मेम्बर चाहिँ वर्ल्ड वाइड चार्टर एकाउन्टेन्टहरू छन् र त्यस पछाडि स्टुडेन्ट पनि 8-10 लाखको हाराहारीमा छ। त्यो बाहेक आइक्यान आफैमा पनि बिकज वी वेट टुगेदर इन एभ्री एस्पेक्ट अफ आइक्यान सिन्स लास्ट फ्यु डिकेड। हाम्रो त शङ्करको र मेरो चाहिँ अलि पहिलादेखि नै राम्रै साथी भयो र अर्को गेन प्रोजेक्टमा पनि शङ्कर भएको आधारमा चाहिँ मैले प्रश्न सोधिरहेको छु। त्यो हिसाबमा चाहिँ आइक्यानमै पनि एक्टिभ स्टुडेन्ट चाहिँ 15,000 भन्छ आइक्यानले, तर टोटल फाउन्डेसन रजिस्ट्रेसन हेर्ने भने चाहिँ लगभग 58 देखि 60,000 स्टुडेन्टले फाउन्डेसन रजिस्टर गरेका छन् भने फाइनलको रजिस्ट्रेसनको स्ट्याटस हेर्ने हो भने नि 54-5500 अराउन्ड चाहिँ लगभग स्टुडेन्ट चाहिँ फाइनलमा रजिस्टर भएको देखिन्छ। त्यो हिसाबले चाहिँ जुन यो 1.5 लाख जना जति पनि हाम्रो टार्गेट छ, त्यो टार्गेटलाई अचिभ गर्नलाई चाहिँ वाट क्यान वी डु र त्यो आउटसोर्सिङ बिजनेसमा त्यो आइक्यानको स्टुडेन्टलाई चाहिँ कसरी जोड्न सकिन्छ त्यो, बिकज यु हेभ द एक्सपिरियन्स इन आउटसोर्सिङ काम, एउटा स्टुडेन्टलाई र अर्को न्युली क्वालिफाइडलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा चाहिँ आफ्नो धारणा राखिदिनलाई चाहिँ मैले अनुरोध गरेँ। यसमा मेरो दुईवटा कुरा छ खास। हामी आइक्यान र एज एन आइक्यानको स्ट्रेन्थ हामी यहाँ बसेर कामहरू गर्दाखेरि ब्याक जब हामीले स्टार्ट गरेका थियौँ त्यो बेलामा एउटा कुरा के आउँछ जेनरली भन्दाखेरि क्वालिटी एस्योरेन्सको कुराहरू हामीले डेलिभरी जुन दिन्छौँ त्यो ट्रस्ट बिल्डअप गर्नेवाला जुन कुरा छ नि, त्यो ट्रस्ट बिल्डअप गर्ने सबभन्दा इम्पोर्टेन्ट पार्ट रहन्छ ओभरअल काम लिएर आउनेमा पनि पछाडि डेलिभरीको पार्टमा पनि। र यसमा हामीलाई पनि पर्सनली कहाँनिर हेल्प गरेको छ भन्दाखेरि हामी इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपालको मेम्बर हो, आइक्यान चाहिँ आइफ्याकको मेम्बर हो र यो चाहिँ सर्टेन रेगुलेसन्सहरूबाट चल्छ, हाम्रो स्ट्यान्डर्ड्सहरूबाट चल्छ भन्ने कुराले जुन हामीले फर्स्टको पिचिङहरू छ, किनभने हाम्रो अकाउन्टिङको वर्कहरू गर्दाखेरि धेरै जसो भ्यालु त्यसमा दिँदो रहेछ त्यो जुन कन्ट्रोल्सको कुराहरू छ होइन। भनेपछि एज अ चार्टर्ड अकाउन्टेन्ट मैले जुन स्किल्सहरू लर्न गरेको थिएँ त्यो लर्न गरेको स्किल्सहरूलाई नै आई कुड पुट एज अ युनिक सेलिङ पोइन्ट वाइल आई डिड द मार्केटिङ। अब सेकेन्ड कुरा रिसोर्सेसको पार्टमा पनि हामी अघि आशिषजी लेसर सेल गर्ने भन्दाखेरि पनि वेन वी टक अबाउट आवर रिसोर्सेस र वाट एभर रिसोर्सेस द्याट वी आर जेनेरेटिङ इन नेपाल दे आर एट पावर विथ एनी रिसोर्सेस द्याट वी क्यान फाइन्ड वर्ल्ड वाइड। टेक्निकल जुन नलेजहरू चाहिन्छ आइएफआरएस भनौँ, त्यो एनएफआरएससँग एट पावर छ होइन। कुनै सफ्टवेयरहरू कुराहरू भनौँ जस्तै जिरोहरू एकदम धेरै जिरो क्विक बुक्सहरू चल्छ, त्यो कुराहरूको जुन लर्निङ कर्भ छ नेपाली रिसोर्सेस आर डुइङ
रियली गुड अन द्याट हामीले त्यसमा पनि क्यापिटलाइज गर्न सक्यौँ अब थर्ड भनेको चाहिँ अघि आनन्द दाईको प्रेजेन्टेसनमा पनि देखिएको थियो त्यो रिसोर्सेसलाई हामीले मोबिलाइज गर्न सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो विदिन रहेको यो जुन प्रोजेक्टले ओभरअल हामीले आउटसोर्सिङमा लिएर जाँदै गर्दाखेरि आज पनि हामीसँग हाम्रो फर्ममा एसोसिएटेड हुनुभएको चार्टर अकाउन्टेन्टहरू हुनुहुन्छ एससिसीहरू हुनुहुन्छ टियुबाट ग्रेजुएट हुनुभएकोहरू हुनुहुन्छ सेमी क्वालिफाइड चार्टर अकाउन्टेन्टहरू एसोसिएट हुनुहुन्छ भनेपछि इफ दिस पिक्स अप र हामीले त्यो रिसोर्सेसहरूलाई मोबिलाइज गर्नको लागि प्रयास गरेर आउटसोर्सिङको वर्कहरू हामीले नेपालबाट डेलिभर गर्न सक्छौँ भन्यो भने आई थिङ्क चार्टर अकाउन्टेन्टहरूको इन्भल्भमेन्ट र हाम्रो ओभरअल रिसोर्सेसलाई त्यहाँ एब्जर्भ गर्न सक्ने क्यापेसिटी चाहिँ आजको दिनमा पनि छ इट्स ग्रोइङ र डाउन द लाइन हामीले गरेको टार्गेट प्रोजेक्सन जुन छ त्यसलाई हामीले रिच गर्न सक्छौँ भन्ने मलाई पर्सनली लाग्छ किनभने म गेनमा पनि भएको भएर र ओभरअल यो होल प्रोसेसमा इन्भल्भ भएको भएर देयर इज लट अफ अपर्च्युनिटी त्यसलाई हामीले ग्राब गर्नुपर्छ अभियसली देयर आर लट अफ च्यालेन्जेस द्याट वी निड टु ओभरकम होइन तर अपर्च्युनिटीलाई हामीले हेरेर अगाडि बढ्दै गयौँ भने हामीसँग भएको रिसोर्सेसहरू हामीसँग भएका यो जुन इकोसिस्टम छ त्यसलाई सहयोग गर्छ र हामीले त्यसलाई अगाडि बढाउन सक्छौँ भन्ने मेरो ओभरअल धारणा हो मैले आई होप आई आन्सर बट यु आस्क्ड थ्याङ्क यू शङ्कर लगभग आयो एन्सर अब म आशिषतिर जान चाहन्छु जस्तो अब हामीहरूले यहाँ आज के पनि चर्चा गऱ्यौँ भन्दा चाहिँ वा हामीले नर्मली के चर्चा गरिरहेको छौँ अघि म यहाँ बाहिर गफ पनि गरिरहेको थिएँ नजिकै इन्डिया छ इन्डिया फिलिपिन्स इन्डोनेसिया बङ्गलादेश चाहिँ यो बिपिओ केपिओको लागि चाहिँ एकदमै खतरा मार्केट मानिन्छ भनेपछि यो जुन त्यो एकदमै ठुलो सेवा प्रदायक छ इन्डिया ठुलो सेवा प्रदायक भएको रिजनले गर्दा चाहिँ इन्डियन फर्महरूबाट नेपाली फर्मलाई थ्रेट वा अपर्च्युनिटी दुइटै हुनसक्छ त्यो के हुन्छ र त्यसलाई कसरी चाहिँ आउटबिट गर्न सक्छ मतलब जित्नु त पर्यो इन्डियालाई कसरी जितेर काम ल्याउन सक्छ त्यो विषयमा चाहिँ तपाईँका केही धारणाहरू छन् भने त्यो राखिदिनु That's a very valid concern किनभने when I started my thinking was I should take India as a benchmark rather than competitor. किनभने you know how all the car showrooms open next to each other? We should capitalize on the reputation they have built because they are known to be very proactive and smart and business savvy. Now we need to tack onto that. Even we look like Indians. I mean, to be honest with you, my clients don't know if I'm Nepalese or Indian. So you got to capitalize on their strength and unerko त्यो weakness. You then improve on the weakness. And I can tell you what the weaknesses are, because remember, before when I started, I did try to outsource my own thing to India, because to scale up. India is extremely big. India has extreme amount of competition. They try to even subcontract our own work. If I send them my work, they would subcontract that to even cheaper freelancer, and that's how they make their margin. I mean, they're smart. I'm not gonna lie, but it shows up on the work. What we can capitalize based on what India has done, and first, we have our certification, CA right? I mean, you need to, our government should really try to give some kind of trademarked logos or CAs or sunny, so we can put them on our portal. Portal is a very good initiative to have from mine and Ganesh's to sign up. If you want to empower these young candidates here to really step into outsourcing, and I've seen this in other countries and even in US. We don't need extreme amount of government and policies involved. Data security, I'm approved by an ICANN for data security. I'm approved by English proficiency, accounting, CA. If you can really be upfront and we can advertise that in our website, if I'm selling this in my outsourcing brands, Focus Your Finance has been approved by Nepal government, to database, that's much important than the portal first. Portal Nepal, once it can compete with India, okay, Nepal is very good at this in accounting. Source portal US market, US client will never care about the portal that we have created for now to begin with. But if we can have the I'm sure this is already talked about or thought about, but I'm always I'll just give you a real life example. Okay? I met with this guy.
I think 6 months ago when I was in last time in Nepal, CA पनि हैन के पनि हैन. He has monthly MMR was called $20,000 भनेको हैन 30 लाख होला. A non-CA person without any degree is making 30 lakhs a month. Just imagine that. So, and I know, I mean, look at my employees, we struggle with that, right? You know why? Marketing the boy, there is a hard work. Tara, he capitalized in India. This is very relevant to him. He capitalized in India, and India's SEOs, India ko sabai capitalize gareko. So he set a benchmark and he used that. So we should do the same thing. So what can we improve on in Nepal? Because this is very important for you guys to understand. If you want to compete, half of the world bookkeeping garcha kya aile. Do you guys want to compete with half of the world, which probably have better resources, better established? Half of the world does bookkeeping. I highly suggest, because I do this and he does this too as well, I focus on taxation. US taxation चाहिँ गरेको छैन कि इन्डिया पनि गाह्रो छ अरु पनि गाह्रो छ बुककिपिङ जसले पनि गर्छ 2 महिनाको क्विबिक्स ट्रेनिङ गर्यो भने जसले पनि गर्न सक्छ दे माइट नट बी गुड बट एनीवन क्यान डु बुककिपिङ भन्छु अनफर्चुनेटली आई एम अल्सो अ बुककिपर सो आई क्यान से द्याट However, taxation is hard, especially US taxation. If you guys can somehow catch on to taxation and then build your firm and outsource gonna सक्छौ भने you guys can compete with India. So that's my take on India and how we can compete with India. Thank you. Thank you. भनेपछि कम्पिटिसन कम भएको मार्केटमा जानु पर्यो so that it will be easier. Yeah, sales tax. Do sales tax. So to add on top of what Ashish Thai said, so bookkeeping wise पनि अब त्यो सुरु गर्नलाई चाहिँ इट्स अ गुड स्टार्ट तर अहिले चाहिँ मेरो एक्सपिरियन्स सेयर गर्दाखेरि चाहिँ what I'm doing is मेरो अब सर्टिफिकेसन पनि युएसकै ट्याक्सको हो होइन इन्ट्रोल एजेन्ट भन्छ सो वाट आइएम डुइङ राइट नाउ इज अहिले टेक कम्पनीजहरू जो चाहिँ युएसमा हुनुहुन्छ अनि त्यसको सब्सिडियरी चाहिँ अब नेपाल इन्डियाहरू छ सो त्यो निसमा चाहिँ काम गरिरहेको छ सो इन्डियाको केसमा चाहिँ थ्रेट भन्दा पनि अब इन्डियामा त अलिक धेरै जेनरिक कामहरू हुन्छ होइन सो हामीले चाहिँ निस बिल्ड गर्न सक्यो भने जस्तै हामीले अहिले 2-3वटा जस्तोमा चाहिँ एक्सप्लोर गरिरहेको छ कि एउटा चाहिँ हेल्थ केयर अपरेसन छ एउटा अर्को चाहिँ अब क्यानिवेज इन्डस्ट्रीको पनि हामीले एक्सप्लोर गरिरहेको छ कि अहिले होइन अनि त्यसपछि अब यो इन्टरनेसनल ट्याक्सेसन सो त्यसको कम्प्लायन्स अलिकति हेभी पनि हुन्छ होइन सो त्यसमा क्यापिटलाइज गर्न सक्यो भने चाहिँ अलिकति वे अहेड चाहिँ हुन्छ होला हामी थ्याङ्क यू ओके थ्याङ्क यू भनेपछि निचमा लाग्नु पऱ्यो भन्ने कुरा आयो म अब प्रदीपजीतिर आउँछु जस्तो आइक्यानले चाहिँ गेन प्रोजेक्ट मार्फत जुन 1.5 लाखजनालाई 10 वर्षको रोजगारीको बारेमा सोच्दैछ त्यो सोच्दै गर्दा चाहिँ ओभरअल थर्ड प्रोसेसमा चाहिँ के हो भन्दा हामीहरू आइक्यानले प्रड्युस गर्ने आफ्नै सिए आइक्यानकै सिए स्टुडेन्ट वा भोलिको दिनमा एटी प्रड्युस गर्ला आइक्यानले त्यो भयो त्यो बाहेक आइसिआईबाट आउने साथीहरू जति पनि हुनुहुन्छ उहाँहरू वा आइसिआई पढिरहेको स्टुडेन्टहरू त्यो बाहेक एसिसिए गरिरहेका साथीहरू र एसिसिए भइसकेको साथीहरू र युनिभर्सिटी ग्रेजुएटहरूलाई पनि सबैलाई एउटै अम्ब्रेलामा ल्याएर चाहिँ नेसेसरी स्किल इम्पार्ट गर्ने र सबैलाई चाहिँ लिड गर्ने तरिकाले आइक्यान जाने भन्ने हो त्यो बाहेक अर्को एउटा चाहिँ कस्तो छ भन्दा चाहिँ एक्यानको मेम्बरहरू जति पनि हुनुहुन्छ एक्यानको मेम्बरहरू चाहिँ आइक्यानको मेम्बर भन्दा धेरै एक्यानको मेम्बरहरू चाहिँ युनाइटेड अरब इमिरेट्स अस्ट्रेलिया वा युरोपमा वा अमेरिकामा वा न्युजिल्यान्डमा विभिन्न देशहरूमा छरिएर रहनु भएको छ अब एउटा नेपाली डायस्पोरासँग कनेक्ट भएर काम ल्याउने पनि यो आउटसोर्सिङको एउटा चाहिँ ओभरअल अब्जेक्टिभ हो त्यो हिसाबले चाहिँ मैले यो काम भित्राउनुको लागि चाहिँ एक्यानले एज अ नेटवर्क कसरी काम गर्न सक्छ वा पहल गर्न सक्छ भनेर चाहिँ मैले तपाईँलाई क्वेसन सोधेँ धन्यवाद प्रश्नको लागि यसमा चाहिँ के छ भन्दाखेरि समस्या कहाँनिर छ भन्दाखेरि जति पनि हाम्रा चार्टर्ड एकाउन्टेन्ट्सहरू यहाँबाट बाहिर जानुभएको छ उहाँहरू सबैजना आफ्नै एकाउन्ट अडिट पेसामा कतिपय साथीहरू हुनुहुन्न र कतिपय साथीहरू त्यसमा हुनुहुन्छ होइन यसमा अब हामीले गर्ने भनेको इन्डिभिजुअल्ली कनेक्ट गरेर नै उहाँहरूसँग चाहिँ एउटा चाहिँ डाटा लिने हो एउटा चाहिँ डाटा बेस मेन्टेन गर्न चाहिँ हामीले आइक्यानलाई हेल्प गर्ने हो किनभने आइक्यानका कम मात्र सदस्यहरू चाहिँ विदेशमा हुनुहुन्छ प्रायः चाहिँ एक्यानका हुनुहुन्छ जुन चाहिँ आइसिआरडब गर्नुभएको छ होइन एउटा हामीले त्यसो डाटाबेसको लागि चाहिँ यसमा काम गर्न सक्छौँ त्यसपछि नेप्लिज डायस्पोराहरूसँग चाहिँ विदेशमा भएका नेप्लिज डायस्पोराहरूसँग चाहिँ एमओयू गरेर
त्यसमा चाहिँ कसरी अगाडि बढ्न सकिन्छ यो गेन प्रोजेक्टमा भन्ने कुरामा पनि यसमा आइक्यानलाई सहयोग गर्न सक्छौँ। त्यस पश्चात हामीले अर्को गर्ने भनेको चाहिँ लिस्टिङ गर्ने हो कि सर्भिसहरू लिस्टिङ गर्ने हो होइन। अब के सर्भिस चाहिँ त्यहाँ आवश्यकता हो र के हामीले डेलिभरी दिन सकिन्छ भन्ने कुरा चाहिँ त्यो हामीले लिस्टिङ गर्नुपर्छ ताकि त्यो हिसाबको चाहिँ काम आउनलाई चाहिँ हेल्प गर्छ त्यसले होइन। अनि त्यो बाहेक अर्को भनेको चाहिँ अब हामीले हाम्रो मेम्बरहरूलाई चाहिँ पहिला अपलिफ्ट गर्नुपर्ने छ कि यसमा चाहिँ एक्यानको पनि रोल हुन्छ होइन। अब एनएसक्युसिएम आइसक्यो होइन, अब क्युसीबाट क्युसिएम आइसक्यो भनेपछि त्यसलाई इम्प्लिमेन्ट गर्नलाई पनि हाम्रो एक्यानकै भूमिका हुन्छ र मेम्बरहरू चाहिँ बाहिर भएका आइक्यानको प्रविभन्दा बाहिर भएका जो मेम्बर हुनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ एउटा स्ट्यान्डर्ड सेट गरेर होइन यसरी चाहिँ स्ट्रेन्थनिङ गर्न सकियो भने फर्म लेभलमा स्ट्रेन्थनिङ गर्न सकियो भने चाहिँ हामीले बाहिरबाट जति पनि हाम्रो कनेक्सनमा छ इन्डिभिजुअल लेभलमा त्यो काम आउँछ। त्यसले चाहिँ ओभरअल गेन प्रोजेक्टलाई चाहिँ एउटा माइलस्टोन एचिभ गर्नलाई चाहिँ मद्दत गर्छ। धन्यवाद। ओके, थ्याङ्क यू प्रदीपजी। जे होस् हामीहरूले चाहिँ सहकार्य गर्न सक्छौँ र विदेशमा रहेका एकानका मेम्बरलाई चाहिँ कनेक्ट गरेर डायस्पोरासँग लिङ्क गरेर नेपालमा काम ल्याउन सकिन्छ भन्ने खालको तपाईँबाट आयो। त्यो बाहेक अर्को चाहिँ एडिसनल्ली जति स्किल चाहिन्छ त्यो स्किलमा चाहिँ वर्कआउट गर्न सकिन्छ र त्यो एकान त्यसको लागि रेडी छ भन्ने कमिटमेन्ट पनि आएको छ, त्यसको लागि धन्यवाद। अब म रविनजीतिर जान चाहन्छु। यो सहकार्यकै विषयमै प्रश्न हो। हामी अब धेरै लामो समय लिँदैनौँ, यस पछाडि एक एकवटा प्रश्न फाइनल क्वेसन लिन्छौँ किनकि हामी पहिल्यै टाइम ओभर रहन्छौँ। जस्तो यो दक्ष जनशक्ति जुन उत्पादन गर्नुपर्ने छ 1.5 लाख दक्ष जनशक्तिको बारेमा हामीहरूले कुरा गरिरहेछौँ डाउन द लाइन 10 इयर्स र 5 इयर्समा हामीले 50,000 जनशक्तिको कुरा गरिरहेछौँ किनकि एट द एन्ड हामीसँग ह्युमन रिसोर्स भएन भने त काम पनि हुँदैन। त्यो हिसाबले चाहिँ हाउ आई क्यान इन एसिसी नेपाल work together to develop skilled human resources? हजुर, थ्याङ्क्स वान्स अगेन फर द क्वेसन। र यो प्रश्नको उत्तर दिँदै गर्दाखेरि जुन मैले अगाडि भने 2012-13 सुरु गर्दाखेरि चाहिँ यो सेक्टरको त्यतिखेर हामीले सिग्निफिकेन्ट ग्रोथ अथवा सिग्निफिकेन्ट भिजिबिलिटी किन अचिभ गर्न सकेनौँ भने त्यही ह्युमन रिसोर्सकै कमीले गर्दाखेरि थियो होइन। र चाहिँ म विभिन्न फोरमहरूमा भन्ने गरिरहन्छु इन्टरडिपेन्डेन्स इज अ हायर भ्याल्यु देन इन्डिपेन्डेन्स होइन। र जुन लेभलको प्रोग्रेस अहिले ह्युमन सोसाइटीले अचिभ गरेको छ त्यो अल्टिमेटली कोलाबोरेसनबाटै हो होइन। र त्यो कोलाबोरेसन अझ ग्लोबलाइज गर्न सकिने पोसिबिलिटी अहिलेको समयमा छ। र एसिसिए र आइक्यानको हकमा कुरा गर्दाखेरि हाम्रो सहकार्य सम्झौता अलरेडी छँदै पनि छ होइन। हाम्रो म्युचुअल कोलाबोरेसन एग्रिमेन्ट छँदैछ जस अन्तर्गत रहेर हामीले पहिला पनि डिपा आइएफआरएसको एरियामा काम गरेका छौँ र यसबाहेक पनि अन्य अपर्च्युनिटीहरू हामीले टाइम एन्ड अगेन एक्सप्लोर गरिराखेका छौँ। र यो परिप्रेक्ष्यमा अहिलेको यो जुन इनिसिएटिभ छ मलाई लाग्छ एकदमै टाइमली इनिसिएटिभ हो किनभने यहाँ हामीले चाहिँ एउटै पाइलाई चाहिँ मल्टिपल पार्टिजहरूमा डिभाइड गर्ने भन्दा पनि त्यो पाइको साइज नै एनलार्ज गर्ने सोचिराखेका छौँ होइन। र सानो पाइको साइज भयो सबैलाई त्यो बाँड्नु पऱ्यो भने के भन्छ हाम्रै कम्युनिटी हामीप्रति होस्टाइल हुँदै जान्छ इभेन्चुअली होइन। हामीले सबैलाई अपर्च्युनिटिज क्रिएट गर्नुपर्ने हुन्छ। र त्यसमा अब आइक्यान र एसिसिएको हकमा चाहिँ मलाई अघि मैले भने जस्तै त्यो एनेब्लिङ रोल नै हो जस्तो लाग्छ। एनेब्लिङ कुन सेन्समा भने हामीले त्यो ट्यालेन्ट सप्लाईलाई इन्स्योर गर्नु पऱ्यो जुन तपाईँले पनि भन्नुभयो जुन नम्बरमा हामीलाई चाहिँ अकाउन्टेन्ट्सहरू चाहिरहेको छ, प्रोफेसनल अकाउन्टेन्ट्स चाहिरहेको छ, दक्ष जनशक्ति चाहिरहेको छ। सो त्यसलाई हामी कसरी इन्स्योर गर्न सक्छौँ त्यसमा हामीले वर्क गर्नु पऱ्यो। त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ ट्यालेन्ट हामीले सप्लाई गर्दाखेरि यहाँ विभिन्न कुराहरू पनि आए जस्तै कसरी चाहिँ त्यो ट्यालेन्टलाई मोर भिजिबल बनाउन सकिन्छ होइन। पोर्टलको कुरा गर्नुभयो यहाँ अगाडि, त्यो एकदमै राम्रो इनिसिएसन भयो। सो रेक्रुटर अथवा भनौँ त्यो अफसोर गर्ने जुन पार्टी छ अथवा आउटसोर्स गर्ने जुन पार्टी छ त्यो पार्टीलाई चाहिँ कसरी हामी यहाँ लिङ्कअप गराउन सक्छौँ। सो त्यसको लागि पनि कुनै त्यस्तो इकोसिस्टम क्रिएट गर्न हामी रोल प्ले गर्न सक्छौँ कि सो त्यसमा पनि ध्यान दिनु आवश्यक छ। अर्को कुरा मैले अघि भने एसिसीले पनि पुल गर्न सक्ने लिभर्सहरू आफ्नो ठाउँमा छँदैछन् होइन। जस्तै हामी डिपार्टमेन्ट अफ बिजनेस एन्ड ट्रेडको कुरा गर्छौँ, एफसिडियू अन्तर्गत रहेको डिपार्टमेन्ट अफ बिजनेस एन्ड ट्रेडको कुरा भयो, एम्बेसीको कुरा भयो, युकेको हकमा कुरा गर्दाखेरि होइन। अब लोकल्ली एक्टिभेट गर्नलाई
एनबिसिसिआईको नेटवर्क भयो होला, आइक्यानको आफ्नो विभिन्न लिभर्सहरू छँदैछ र अगाडि पनि जुन भिजन सुनाउनु भयो विभिन्न ठाउँमा गएर जे गर्ने आइक्यानले मिसन लिएको छ त्यो सबै कुराहरूलाई चाहिँ सिनर्जिस्टिक हिसाबले हेर्दाखेरि त्यसको चाहिँ मल्टिप्लायर इफेक्ट हुन्छ जस्तो मलाई लाग्छ। त्यो एउटा कुरा। अर्को कुरा चाहिँ यहाँ हामीले अघि स्किल्स डेभलपमेन्ट, क्यापेसिटी डेभलपमेन्ट अथवा भनौँ कुनै हिसाबले क्वालिटी एस्युरेन्स त्यो सबै कुराहरू गऱ्यौँ र अहिलेको जस्तो डाइनामिक वर्ल्डमा हामीले काम गर्दै गर्दाखेरि जहाँ आज अघि भ्याल्यु चेनको कुरा पनि आयो, हामी भ्याल्यु चेनमा कहाँ रहने त होइन, भोलि चाहिँ टेक्नोलोजीले हामीलाई कसरी डिस्टर्ब गर्छ त। सो त्यो सबै कुरामा चाहिँ आइक्यान एसिसिए जो हामी आइफ्याक मेम्बर बडी छौँ हामीले हाम्रो कम्युनिटीको क्वालिटी क्रेडिबिलिटीलाई इन्स्योर गरिराख्न पनि हामीले सक्नुपर्छ। त्यो पनि आफैमा एउटा च्यालेन्जिङ र डिमान्डिङ रोल छ र यसरी हामीले कलेक्टिभली काम गर्दै गर्दाखेरि सर्टिफिकेसन कोर्सेसहरूको कुरा भयो होइन, र हामीले नेपाली दक्ष जनशक्ति, नेपाली माटो सुहाउँदो दक्ष जनशक्तिको कुरा गरिराखेका छौँ र अघि हामीले आइसिआईको कुरा गऱ्यौँ, यहाँको युनिभर्सिटीको कुरा गऱ्यौँ, आइक्यानको कुरा गऱ्यौँ, एक्यानको कुरा गऱ्यौँ, युनिभर्सिटीको कुरा गऱ्यौँ, सबैको कलेक्टिभ एफर्ट चाहिँ त्यसमा आवश्यक छ र यी विभिन्न हिसाबले सहकार्य गर्दै गरेर र अन्य पनि के कस्ता अपर्च्युनिटिजहरू हुन सक्छन् जसलाई चाहिँ समयले पनि अझ क्लियर बनाउँदै लान्छ, त्यसलाई पनि हामीले हेर्दै गरेर चाहिँ यो प्रोजेक्टलाई हामी सक्सेसफुल बनाउन सक्छौँ भन्ने मलाई एकदम आत्मविश्वास छ। थ्याङ्क यू रविन्द्र जी। तपाईँको आत्मविश्वासको कारण आत्मविश्वासले हामीलाई अझ बढी हौसला प्रदान गर्छ र हामी सँगसँगै काम गर्छौँ यो प्रोजेक्टमा भन्ने मलाई लाग्छ। र म अब सबैजनालाई अन्तिम प्रश्नतिर लाग्छु। क्वेसन एन्सर लिउँ होला, तर म्याक्सिमम् 5वटा क्वेसन कसैलाई टिपाइदिनु अनि यहाँ आओस् भन्ने लाग्छ मलाई यो बिचमा। होइन टिपाइदिए हुन्छ, माइकै दिए हुन्छ, भ्याइन्छ? ए ओके ओके, वी विल टेक क्वेसन एन्सर्स। अब म उतैबाट सुरु गर्छु, लास्ट क्वेसनबाटै जान्छु। जस्तो नियम कानुन, नेपाली नियम कानुनका कुराहरू छन् होइन, र त्यो बाहेक यो तपाईँको आफ्नो अन्तिम कुराहरू वा भन्नुपर्ने कुराहरू पनि भन्नु होला। नेपालमा आउटसोर्सिङ फर्महरूले पनि त नियम कानुन पालना गर्नुपर्छ, यसलाई पनि प्रोत्साहन चाहिन्छ होला। अब कस्तो खालको प्रोत्साहन, किनकि हामीले विभिन्न कुराहरू त चर्चा गरिसक्यौँ, कुनै युनिक कुराहरू तपाईँहरूसँग नै होला। कस्तो खालको नियम कानुन पालना गर्नुपर्छ, नेपालमा मात्रै होइन विदेशी नियम कानुन पनि पालना गर्नु पर्ला, अर्काको देशको डेटा लिइरहेको छ, त्यो हिसाबले चाहिँ कस्तो खालको नियम कानुन पालना गर्नुपर्ने र नेपाली कानुन चाहिँ बाधक छ भने के संशोधन गरिदियो भने त्यसले सपोर्ट गर्छ भन्ने विषयमा चाहिँ म आशिषबाट सुरु गरेँ। यो चाहिँ दिस इज बेस्ड अन माई निड, मलाई त्यस्तो एकदम लिगल अनि यो गभर्मेन्टको कुरा थाहा हुँदैन है, तर दिस इज बेस्ड अन मेरो एक्सपिरियन्सले यस्तो भइदिए हुन्छ मलाई चाहिँ कहिलेकाहीँ। So when the basic if again based on this discussion we're having, my goal always has been to establish a company in Nepal where we can support a youth who does not work overnight. Sustainable hunu paryo ni ta. I don't want my team members to work overnight, unfortunately, and that's how I don't have that in my team. It's because women empowerment देखि लिएर हुन्छ गाह्रो हुन्छ नि त। अब त्यो नेपालमा छैन नि त, अब इन्डियामा छैन कि द्याट्स वाइ दिस हाउ हार्ड टु कम्पिट विथ अदर पिपल इन दिस फिल्ड। किन छ भने अब म रातभरि काम गरिदिन्छु भन्ने मान्छेहरू छ नि त, तर हाउ लङ? सो यु नो वेन यु आस्क मी अर्ली हाउ वी क्यान कम्पिट विथ इन्डिया एन्ड अदर कम्पनीज, दे डोन्ट हेभ रिटेन्सन। रिटेन्सन के हुन्छ भने ल 6 महिना 5 महिना पैसा कमाउँछु, दे विल ट्राई टु वर्क भेरी हार्ड, बट once they get married, have family, then they drop off. We have, I think हाम्रो कम्पनीमा चाहिँ unless performance issue, we have 100% retention छ किनभने we value that. So if anyone is trying to establish this, or my competitors, I do really want you guys to treat our team members and employees in a way that we have sustainable growth in Nepal. First of all, global hub मात्रै भएर अनि सबै ब्रेन त्यसले पनि ब्रेन ड्रेन हुन्छ कि, किनभने अब बाहिर गएर नि यस्तै काम गरेर धेरै पैसा कमाउँछु भने किन नेपालमा बसेर रातराति काम गर्ने सोच्छ नि त मान्छेहरूले। So legally, what I'm thinking is there's two I think there's two requests, if that's what you're gonna call it. First thing, हाम्रो नेपालको strong contract law हुनुपर्छ. And I'll tell you this very outright and very openly, transparent bhaera, because if you guys are trying to establish an outsourcing company, I'm sure we both have seen this. We have clients, right? We have clients in US, and I try to
connect my teammates with the client. Obviously, the reason I have a business is because I take a margin. हो नि त? तर अब once the client is comfortable, oh, Nepal safe रहेछ. Nepal, I can work with this employee directly and pay him half the what I'm charging. देखि लिएर employee पनि म धेरै कमाउन सक्दो रहेछु, अलिकति फ्लेक्सिबल हुन सक्दो रहेछु, घरबाट काम गर्न हुँदो रहेछ, यस्तो रेस्ट्रिक्सन हुँदैन रहेछ भने they gonna go work with them directly. नेपालमा कन्ट्र्याक्टमा छ you cannot work with them directly भने चाहिँ तर अब त्यो फलो नै गरेन भने त मतलबै भएन नि त. So त्यो त very simple example, very practical example that we encounter as a business owner हो, IT देखि लिएर in every field. So contract law presence हुने भएको भए people would, and if we can make it stronger, I don't know how, but if we can make that happen, then it really helps business hub बनाउने भन्नुपर्छ नि किनभने एकजनाले आउटसोर्स गरेर आउटसोर्सिङ काम फ्रिल्यान्स गर्यो भने नेपाल हब हुँदैन के दे हेभ पिपल आउट देयर करियर त्यो त करियर पनि भन्दिनँ आउटसोर्स गरेर अनि फ्रिल्यान्स गरेर तिमी 3 वर्ष काम गर्यो भने पनि when you come talk to me for an interview I don't take that as a career. If you have work under a management with the team, if you can be a team player, that's what I think you have a career. त्यो बिल्ड गर्न चाहिँ आउटसोर्सिङ कम्पनी खोल्ने हो भने चाहिँ त्यसलाई इम्पावर गर्न सक्नु पर्यो नि त कन्ट्र्याक्ट ल राइट हुनु पर्यो सो द्याट वी डोन्ट लुज आवर इम्प्लोइज टु कम्पिटिसनदेखि लिएर अनएथिकल बिहेभियर त्यो त मेन भयो अरू कुरा चाहिँ अब हुन्छ नि यो सो मेनी यो त वान इक्जाम्पल यस्तो यस्तो कुराहरू गरिदिनु भयो भने चाहिँ आई थिङ्क इट वुड हेल्प अ कम्पनी हु एभर इज गोना ओपन अ न्यू अर एक्जिस्टिङलाई सजिलो होला होप द्याट मेक्स सेन्स थ्याङ्क यू भनेपछि नन कम्पिट एग्रिमेन्ट भयो भने चाहिँ त्यसले क्लाइन्ट रिटेन्सनमा सजिलो गर्छ भन्ने कुरा भयो इट गिभ्स अ बिजनेस ओनर पिस अफ माइन्ड सो दे क्यान कम टु नेपाल त हो नि ओके नि थ्याङ्क यू गणेश जी सेम क्वेसन अब यो नयाँ रेजिस्ट्रेसनको पार्टमा कोही नयाँ यो स्पेसमा आउन चाहनुहुन्छ भने चाहिँ अब मेरो फ्यु टु सेन्ट्स चाहिँ अब नेपालमा रजिस्ट्रेसनै धेरै गर्नुपर्छ होइन कति ठाउँमा हो गर्नुपर्ने सो त्यो प्रोसेसलाई अलिकति इज बनाउन सक्यो होइन अनि त्यसले गर्दाखेरि चाहिँ इन्ट्री पनि सजिलो होस् सँगसँगै अब एफडिआई रुल्सहरू पनि अब टेक सेक्टरलाई अलिकति ओपन पार्छ सो अब यो बिपिओ अकाउन्टिङ साइडकोमा चाहिँ त्यसमा पनि अलिकति पोलिसी रिफर्ममा चाहिँ काम गर्नुपर्ने जस्तो लाग्छ अब सँगसँगै हामी यो कुरा गर्दाखेरि चाहिँ अब कोल्याबोरेसनको पार्ट पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होइन जस्तै म पनि न्यास आइटीको मेम्बर छु अनि त्यसमा चाहिँ बिपिओ कमिटी भनेर हाम्रो छुट्टै एउटा कमिटी छ जसले चाहिँ यसमा कामहरू गरि नै रहेछ होइन सर्टेन लेभलमा सो आई क्यान अनि अब अरू गभर्निङ बडिजहरू पनि मिलेर कोल्याबोरेटिभली काम गर्न सक्यो भने पनि बेटर हुन्छ सँगसँगै अब कन्ट्र्याक्ट लको आशिषले जुन कुरा निकाल्नु भयो एकदम लेजिट हो त्यो होइन सो अब जुनै पनि इम्प्लोयरले चाहिँ भनौँ न आफ्नो बेस्ट रिसोर्स चाहिँ आफ्नो कम्पनीमा लिएर आउँ भनेर सोचि नै हाल्छ तर अब त्यो सँगसँगै पिस अफ माइन्ड त्यो चाहिँ बिजनेस ओनरको लागि चाहिँ एकदम इम्पोर्टेन्ट कुराहरू भयो सो प्रिटी मच सजेसन साइडमा चाहिँ मेरो चाहिँ त्यति नै हो ओके ओके थ्याङ्क यू कोलाबोरेसनले चाहिँ काम गर्ला भन्ने लाग्छ मलाई किनकि कोलाबोरेटिभ अप्रोचमै छौँ हामी र अरू त ओभियसली लभिङको पार्टमा आइ नै हालेको छ एउटा नयाँ त्यही नन कम्पिट एग्रिमेन्टलाई कसरी लैजाने भन्ने अलिकति नयाँ आयो जसलाई चाहिँ हामीले इन्कर्पोरेट गर्नुपर्छ अब म प्रदीप चिजीर लागेँ अलिकति क्वेसनलाई चाहिँ ट्विक गर्नु पऱ्यो किनकि तपाईँ एसोसिएसन रिप्रेजेन्ट गर्दै हुनुहुन्छ फाइनल्ली अब हामीले कसरी काम गर्न सक्छौँमा चाहिँ गयौँ होइन त्यो मेम्बरहरूको बिचमा पनि चर्चाको विषय चाहिँ होला त्यो हाउ इज इट पर्सिभ्ड अमङ एकान मेम्बर्स त्यो गेन प्रोजेक्ट वा आउटसोर्सिङको बिजनेस चाहिँ कसरी पर्सिभ भएको छ र हामी कसरी अगाडि बढ्यौँ भने सक्सेसफुल हुन्छौँ त्यो विषयमा चाहिँ तपाईँले भनिदिनु भयो भने होइन यसमा यसो छ कि अब हामीले कसरी पर्सिभ गर्ने भन्दा नि यो नगरी नहुने नै छ कि एकदम धेरै समस्या आइसक्यो होइन प्रोफेसनमा सानो कुरालाई नि अब अन्डरकटिङका कुराहरू आइसके अब हामीले चाहिँ नि हामीलाई उद्धार गर्ने भनेको यही गेन प्रोजेक्ट हो होइन त्यो कारणले गर्दाखेरि अब कसरी जाने भन्ने कुरामा चाहिँ अब आइक्यानले इनिसिएसन गरिसकेको भएको कारणले गर्दाखेरि यसमा केही न केही फ्रेमवर्क आउला सजिलो होला होइन किनभने मेरो चुनावी एजेन्डामा नि यो कुरा थियो कि ल्याउनै पर्छ अब चाहिँ केही कुरा चाहिँ भएको यहाँ विकृति विसङ्गतिलाई चाहिँ चिर्नै पर्छ भन्ने हिसाबले चाहिँ म पनि महासचिवको उम्मेदवार हुँदै गर्दाखेरि मैले कुरा अगाडि राखेको थिएँ अब यसमा आइक्यानले जुन भूमिका खेलेको छ र हामीलाई चाहिँ के गरिदियो हुन्थ्यो अथवा चाहिँ मेम्बरलाई भन्ने एज अ मेम्बरलाई चाहिँ
आइक्यानले चाहिँ कहीँ न कतैबाट चाहिँ रिसोर्स भनौँ न बजेटको एउटा कुनै व्यवस्था गर्न सक्यो भने त्यसले चाहिँ के हुन्छ भने मेम्बर चाहिँ अपलिफ्ट हुन्छ। एउटा पाइलट प्रोजेक्टको रूपमा चाहिँ त्यसलाई काम गर्न सकिन्छ होइन। कुनै एउटा दुईवटा होस् अथवा तिनवटा होस् फर्मलाई चाहिँ एउटा पाइलट प्रोजेक्टको रूपमा रन गर्ने, त्यसपछि चाहिँ त्यसबाट चाहिँ आएको आउटकमबाट चाहिँ के हुने भयो भन्दाखेरि अरू बाँकी एक्यानका सदस्यहरू पनि त्यसमा चाहिँ आफै स्वतः स्फूर्त आउने र त्यसमा चाहिँ खासै पैसा खर्च नहुने खालको हुने भयो। त्यो कारणले गर्दाखेरि एक्यानले चाहिँ एक्यानका मेम्बरलाई अति आवश्यक छ र मेम्बरहरू यसमा इन्डिभिजुअली लाग्नु भएको छ तर चाहिँ सकिरहनु भएको छैन जुन ठाउँमा पुग्नुपर्ने हो। किनभने कतिपय केसमा के हुँदो रहेछ भने टिमको स्ट्रेन्थ हेर्छ, त्यसमा क्वालिटी कन्ट्रोलका कुराहरू हेर्छ होइन। अब हाम्रो चाहिँ मेन पावरकै समस्या छ नि त फर्ममा त। त्यो कारणले गर्दाखेरि दुईटै संस्थाको सहकार्यमा चाहिँ नि यसलाई चाहिँ अगाडि लैजाँदा बेटर होला। ओके, थ्याङ्क यू प्रदीपजी। शङ्करतिर गएँ म। अब आफ्नो फाइनल कुरा भन्दा अगाडि चाहिँ थोरै मोटिभेसन फ्याक्टर चाहिँ के थियो काम ल्याउनलाई, कोभिड बाहेकै मोटिभेसन फ्याक्टर के थियो भन्ने तरिकाले? किनकि मलाई चाहिँ के थाहा छ भन्दा नेपालभित्रकै आउटसोर्सिङको कामबाट शङ्कर एसोसिएट्सले सुरु गरेको भन्ने चाहिँ मलाई थाहा छ। किनकि सुरुमा चाहिँ नेपालभित्र नै आउटसोर्सिङको काम पनि गराएको थियो शङ्कर एसोसिएट्सले भन्ने मेरो चाहिँ जानकारीमा छ। भनेपछि त्यो ट्रेडिसनल अडिटले चाहिँ हुँदैन, आउटसोर्सिङमा जानुपर्छ भन्ने कुराको लागि केही न केही त मोटिभेसन त थियो ओभियसली। भनेपछि त्यो मोटिभेसन के थियो एउटा कुरा, र फाइनल वर्ड्स के छ क्वेसन लिनुभन्दा अगाडि त्यो बारेमा चाहिँ म शङ्कर थापातिर गएँ। ठिक हो, हजुरले भन्नुभएको जस्तो हामी अलरेडी आउटसोर्सिङलाई खास हामीले डिफाइन गर्दाखेरि कहिलेकाहीँ चाहिँ ओभरअल ब्ल्याङ्केटमा गरिदिन्छौँ होइन। अघि थोरै कुराहरू पनि आएको छ। आउटसोर्सिङ भने चाहिँ क्यान बी विदिन कन्ट्री आउटसाइड कन्ट्री एज वेल। अब आफ्नो अर्गनाइजेसनले आफूभन्दा बाहिर कुनै कन्सल्टेन्टलाई दिन्छ भने त्यो पनि आउटसोर्सिङ हो। तर धेरै जसो बाहिर काम पठाउने आफ्नो जुरिस्डिक्सनभन्दा बाहिर पठाउँदाखेरि चाहिँ त्यसलाई अफसोरिङ भनेर भन्छ। अफसोरिङ र फेरि त्यसमा थर्ड टर्म के आउँछ भन्दाखेरि नियर सोरिङ भन्ने टर्म आउँछ। सो नियर सोरिङ भन्यो भने आफ्नै लोकालिटी नजिकै विदिन सेम रिजनमा पर्नेमा गऱ्यो भने नियर सोरिङ हुन्छ, र अलि बाहिर पठायो आउट अफ टाइम जोन भनौँ या टाढाको ठाउँमा छ भने चाहिँ अफसोरिङ हुन्छ होइन। अब हाम्रो केसमा वी आर अलरेडी डुइङ आउटसोर्सिङ लोकल लेभलमा। हामीले यो सिएफओ सर्भिसेसहरू दिने हो भने फुल अकाउन्टिङ आउटसोर्सिङ गर्ने पनि हामीले गरि नै रहेको थियौँ होइन। त्यसकै एज एन एडेड सर्भिस कोभिडको बेलामा आई थिङ्क हामी वी वर द फर्स्ट टु अडोप्ट टेक्नोलोजी पनि। हामीले एउटा फाइदा कहाँनिर भएको थियो भन्दाखेरि चाहिँ त्यो बेलामा भर्खर यो के भन्छ अरे यो कन्फरेन्सिङहरू गर्नको लागि टिम्सको जुमको कन्सेप्टहरू इट वाज जस्ट एन्टरिङ इन द मार्केट, र वी आर पोसिबली द फर्स्ट फर्म हु स्टार्टेड आवर फर्म अन यो प्लेटफर्म पनि। त्यसले गर्दाखेरि हामी जब क्लाइन्टहरूलाई पिचिङ गर्नुपर्ने अवस्था आयो त्यो बेलामा वी आर अलरेडी एट देयर पेस र उनीहरूसँग हामी काम गर्न सक्छौँ भन्नेवाला थियो होइन। त्यो बेसी मोटिभेसन वाज टु थिङ्स बेसिकली। एउटा हाम्रो त्यो बेलामा कोभिड बेलामा हामी सम्झन्छौँ हाम्रो टिमको डिस्कसन हुँदाखेरि पनि वी डिन्ट वान्ट टु ले अफ एनी पिपल, किनभने हाम्रोमा एकदमै धेरै समस्या, सबैजना बाहिर जाने, ओभरनाइट सबै घरबाट काम गर्नुपर्ने भइसके पछाडि काम गर्न मिल्ने नमिल्ने भन्ने त हामीले 19मा बसेर सोच्यौँ भने हामी कुनै पनि फर्म आज त हामी कामै गर्न सक्दैनौँ भने जस्तो थियो। सो वी डिन्ट वान्ट टु डु द्याट, र त्यसलाई कन्टिन्यू गर्नको लागि चाहिँ हामीले वे आउट कुनै न कुनै खोज्दै जाँदाखेरि चाहिँ ल यो अपर्च्युनिटी छ, यसलाई क्यास अन गरेर हामीले गर्न सक्छौँ, अगाडि बढाउन सक्छौँ भन्ने कुरामा गरेर हामीले स्टार्ट गरेर। सो मोटिभेसन वाज प्योरली एकदम त्यो बेलाको कुरामा चाहिँ सोसल नै थियो। हामीले यो कुनै पनि हालतमा हामीले फर्म र हामीलाई बचाउँदै जानुपर्छ भन्नेवालाबाट स्टार्ट भयो, र लकिली अर अनलकिली धेरैवटा ठाउँमा कोभिड अनलकी हो, तर हाम्रो त्यो स्पेसिफिक केसमा चाहिँ इट वाज बेनिफिसियल टु अस। हामी त्यहाँबाट कामहरू स्टार्ट गर्न सक्यौँ होइन। अब सेकेन्ड भने चाहिँ अब मेरो आफ्नो थट्सहरूमा जाँदै गर्दाखेरि हाम्रो के च्यालेन्जेसहरू एकदम धेरै छ। किनभने अघि आशिषजीहरू उहाँहरूभन्दा हाम्रो फर्म कहाँनिर फरक छ भन्दाखेरि चाहिँ उहाँहरू बाहिरपट्टिबाट इस्टाब्लिस गरेर नेपालमा आउटसोर्सिङ गरिरहनु भएको छ, तर हामी नेपालबाट स्टार्ट गरेर आउटबाट जान खोजिरहेको थियौँ। सो हामीलाई लिगली पनि केही च्यालेन्जेसहरू बिचमा आएछन् होइन। नेपालमा बसेर एउटा ठुलो प्रब्लम के हो भन्दा हामीलाई मार्केटिङ गर्नको लागि चाहिँ नेपालबाट बाहिर मार्केटिङ गर्नु पऱ्यो भने त्यो स्पेसै हामीलाई उपलब्ध थिएन, आजको दिनमा पनि छैन। र अघि गौरव सरले पनि भन्नुभयो अहिले एफिटामा चेन्ज भइसकेपछि बल्ल बाहिर ब्रान्च खोल्न दिनुपर्छ भन्नेवाला कन्सेप्टहरू आयो होइन। अब यहाँ बसेर हामीले फेसबुक के भन्छ जुम टिम्सबाट कल मात्रै गरेर गर्न सक्ने अवस्था त अभियसली हुँदैन। त्यो ह्युमन टच कहिले पनि नहुने हुँदाखेरि चाहिँ त्यो बाहिरको हामीलाई जुन फुटप्रिन्ट चाहिरहेको थियो त्यो चाहिँ उपलब्ध थिएन।
पछि आएर थोरै चेन्जेसहरू भएको छ, अब पोसिबली ब्रान्च अफिसहरू खोल्न दिने भन्ने खालको छ। सो लिगल चेन्जेसहरू त्यहाँनिर भइरहेछ, बाहिर जानलाई इजी गर्ने। जुन हाम्रो यो क्यापिटलको फ्लाइटको एकदम धेरै डर छ क्या नेपालमा, पैसा बाहिर जान्छ सकिहाल्छ भन्नेवाला। तर हामीलाई कुनसम्म अवस्थामा थियो भने कुनै पोइन्ट अफ टाइममा हामीले बाहिर पेमेन्ट गर्नु पऱ्यो भने आज पनि त्यो लार्ज अमाउन्टको फेसबुकहरूको पेमेन्टहरू गर्नुपर्ने स्टिल प्रब्लमेटिक छ क्या, त्यो पैसा पेमेन्टै गर्न सकिरहेको छैन। त्यो भइसकेपछि त्यसले गर्दा हाम्रो इकोसिस्टमलाई यहाँ नेपालमा प्रब्लम गरिरहेछ होइन। मैले थोरै अझै एउटा सानो कुरा मैले उसमा जोड्न खोजेँ, अघिदेखि यो आउँछ भन्ने लागिरहेछ, पछाडि क्वेसनमा पनि आउला होइन। यो मार्केटिङ गर्ने सन्दर्भमा नयाँ पस्दै गर्दाखेरि के गर्ने भन्नेवाला कुरामा चाहिँ आई थिङ्क यसको वान फिट्स अलवाला आन्सरै छैन। किनभने मैले पनि हामीले गरेको वाला मेथड अरूलाई फिट नहुनसक्छ, अरूले गरिरहेको मेथडहरू फिट नहुनसक्छ। र यसमा एउटा मात्र लागिरहेको र हाम्रो थट पनि कहाँनिर हो भन्दाखेरि डायस्पोरा इज दि वान थिङ जसले चाहिँ हामीलाई सपोर्ट गर्न सक्छ। डायस्पोरा हाम्रो अहिले एकदम ठुलो छ, धेरैवटा ठाउँमा फैलिनु भएको छ। र फर्स्ट टच पोइन्ट इनिसियल वर्क स्टार्ट गर्नको लागि चाहिँ हामीले डायस्पोरालाई क्यास इन गर्न सक्यौँ भने चाहिँ एकदम सबभन्दा बेस्ट वे र इजिएस्ट वे हामीसँग त्यो रहन सक्छ भन्ने कुरा मलाई लाग्छ होइन। अरू थप केही क्वेसनमा आयो भने मैले डिल गर्छु। यति रह्यो मेरो यसमा कुरा। थ्याङ्क यू। रविनजीसँग फाइनल्ली एउटा कुरा गरौँला, त्योभन्दा अगाडि कुनै प्रश्न भए म प्रश्न लिन्छु। नमस्ते सबैजनालाई। मेरो प्रश्न चाहिँ शङ्कर सरलाई। हामीले जुन अब नेपालको स्पेसली बुक किपिङ एकाउन्टिङ भन्दा पनि अडिटिङको पार्टमा जुन आउटसोर्सिङको कामहरूमा हुन्छ त्यसमा चाहिँ इन्टरनेसनल प्र्याक्टिसेस जुन अडिटिङहरूको भइरहेको हुन्छ र नेपालको एक्चुअल प्र्याक्टिसमा एकदमै भास्ट डिफ्रेन्सहरू पाइरहेको छ। सो हजुरले यदि अडिटिङहरूको आउटसोर्सिङ कामहरू गरिरहनु भएको छ भने चाहिँ हजुर आफूले पनि फर्म शङ्कर इन्भेस्टर्स चलाइरहनु भएको छ। सो हाम्रो नर्मल मार्केटको प्र्याक्टिसले चाहिँ अथवा हाम्रो नर्मल क्लाइन्टहरूसँग डिल गर्ने प्र्याक्टिसले त्यो लेभलको स्ट्यान्डर्ड हामीले मिट गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ हामीले विदिन तपाईँले आफ्नो अर्गनाइजेसनमा चाहिँ कसरी ट्रेनिङहरू दिनुभएको छ अथवा त्यो स्ट्यान्डर्ड मिट गर्नलाई के स्टेपहरू चाहिँ चाल्नु भएको छ भन्ने एउटा क्वेसन हो। अर्को चाहिँ जेनरल क्वेसन सबैजनालाई चाहिँ यो हो कि हाम्रो अहिले जुन फ्रिल्यान्सिङ इन्कममा चाहिँ 5% ट्याक्स लाग्ने, फाइनल विथहोल्डिङ ट्याक्स लाग्ने भन्ने जुन प्रोभिजन आयो, त्यो आइसकेपछि चाहिँ मैले मार्केटमा चाहिँ अलिक बढी पेमेन्ट गरिरहेको, स्यालेरीहरू पेमेन्ट गरिरहेकोहरू चाहिँ कतिजनाले छोड्ने अथवा कतिजना चाहिँ पुरै फ्रिल्यान्सिङमा जाने, किनकि त्यो गर्दाखेरि चाहिँ ट्याक्सहरू कम हुन्छ भनेर कतिजना मान्छेहरूले चाहिँ सिफ्ट गरेको देखिरहेको छु त्यो ट्रेन्ड। त्यसको इम्प्याक्टहरू हजुरहरूको अर्गनाइजेसनमा कस्तो भइरहेछ र त्यो चिजहरूलाई हजुरहरूले अर्गनाइजेसनमा कसरी एड्रेस गरिरहनु भएको छ? यो दुईवटा क्वेसन हो। ओके, मैले फर्स्ट पार्ट मैले लिइहालेँ त्यसमा। अडिटको साइडमा हामी एज अ फर्म चाहिँ अडिटिङ नै आउटसोर्स गरेर चाहिँ गरिरहेको छैनौँ। तर आई नो कि धेरै जसो युकेबाट हुन्छ, रविन सरलाई पनि थाहा होला, हाम्रो अरू अघि फर्स्ट वक्ताहरू पनि हुनुहुन्थ्यो, अडिटको कामहरू पनि नेपालमा आउटसोर्स गरेर गरिरहनु भएको अवस्था चाहिँ छ। सो द्याट क्यान बी डन भन्ने बेला अब। तर हामीले सेकेन्ड इस्यु तपाईँले रेज गरेको राइट इस्यु कहाँनिर छ भन्दाखेरि हामीले अहिले नेपालमा भइरहेको प्र्याक्टिसहरू धेरै जसो म्यानुअल डकुमेन्ट बेस्ड नै छ होइन। अब गिभन द साइज अफ क्लाइन्ट्स एज वेल, एकदम लार्ज साइजको छ भने पनि अलिकति टेक्नोलोजिकल इक्विप भएर गयो होला। अर्को के भन्छ सानो छ भने त पेपर बेस्ड नै डकुमेन्टेसनले पनि पुगिरहेको छ। हाम्रो स्केलको कारणले गर्दाखेरि पनि अडिट एज चाहिँ लार्ज क्लाइन्टहरू हामीले जुन सोचिरहेछौँ त्यसमा अलिकति डिफिकल्टी छ। तर द्याट सेट फेरि हामीलाई बेनिफिट कहाँनिर छ भन्दाखेरि टेक्निकल्ली चाहिँ वी आर इक्विप्ड। टेक्निकली हामीले जुन फलो गरिरहेछौँ त्यो हुने प्रोसेस फ्लोजहरू, त्यो सबै कुराहरू चाहिँ हामीले इन्टरनेसनली जे हुन्छ त्यसकै हामी कहाँ कन्भर्जेन्स भएको भएर जुन मेथडहरू, जुन स्ट्यान्डर्डहरू हामीले फलो गर्छौँ द्याट इज अलरेडी के भन्छ इन्टरनेसनल स्ट्यान्डर्ड। सो द्याट क्यान बी डन। तर अब जानुपर्ने बाटो चाहिँ कहाँ हो भन्दाखेरि धेरै जसो बाहिरको अडिट्सहरू यिनीहरू चाहिँ अब सफ्टवेयरहरू नामै लियो भने केसवेयरहरू छ होइन, नयाँ इमर्जिङ सफ्टवेयरहरू आइरहेको छ। हामीले युकेको एउटा हेर्थ्यौँ इन्फ्लो भन्नेवाला सफ्टवेयरहरू, दे आर कमिङ फरवर्ड होइन। अब काम गर्न त्यसमा इजी छ तर इनहेरेन्टली तिनीहरू एकदम धेरै कस्टली छ र एक्सपिरियन्स जुन छ नि, अर्को 3 महिना 4 महिना हामीले त्यसमा इमिडिएटली वर्क गर्न पायो भने पनि विड बी एट पावर अलरेडी। तर हाम्रो प्रब्लम कहाँनिर भइरहेछ भन्दाखेरि हाम्रो स्केल, हाम्रो मार्केटले गर्दाखेरि तिनीहरूसँग हाम्रो एक्सेस छैन। त्यो सफ्टवेयरहरू, त्यो टेक्नोलोजीहरूलाई हामीले अझैसम्म इम्प्रेस गरेका छैनौँ। त्यो गरिसके पछाडि चाहिँ वेन आई ब्रेक द आन्सर्स इन 2 पार्ट, टेक्निकली वी आर अलरेडी देयर, हामीसँग त्यो हुनुपर्ने एडुकेट नलेजेसहरू छ। तर त्यसलाई हामीले अप्लाई गर्नको लागि जुन टुल्स टेक्नोलोजिजहरू युज गर्नुपर्ने छ त्यो बाटोमा चाहिँ हामी थोरै हिँड्नुपर्ने आवश्यकता छ। र त्यो गऱ्यो भने नि अभियसली पनि अडिटकै आउटसोर्सिङको लागि पनि वी आर अलरेडी इक्विप्ड। र अघि मैले भने जस्तो चाहिँ देयर आर फर्म्स द्याट आर अलरेडी डुइङ इट पार्सियली। जुन अब मलाई ठ्याक्कै थाहा भएको छ युकेहरूको भए भएर युके साइडको चाहिँ सर्भिसेसहरू नेपालबाट डेलिभर गर्दाखेरि त्यो सर्टन लेभलमा युज गरिरहेको देखिन्छ। सो द्याट क्यान बी डन। यही 2-3वटा कुराहरू चाहिँ राख्नुपर्छ होला भन्ने मेरो आफ्नो यसमा थट छ।
अर्को 5% ट्याक्सको सेकेन्ड क्वेसन थियो 5% ट्याक्सको कारणले गर्दा कुनै इन्डिभिजुअल चाहिँ जब छोडेर डाइरेक्टली फ्रिल्यान्सिङमा गएको छ कि गएको छैन भन्ने इफ देयर इज एनी इम्प्याक्ट। यो म भनिदिन्छु तर हजुरहरू पनि सुन्न मन छ के भइरहेछ भनेर। आइटीमा त एकदमै प्रेभलेन्ट छ होला होइन, फ्रिल्यान्सिङ छ नि त। अहिले अकाउन्टिङमा पनि दिस इज वेयर एभ्री वान इज टु अन्डरस्ट्यान्ड वे वी गोइङ भन्ने इन एज अ इन्डस्ट्री। सी एक्सपिरियन्स इज गुड थिङ बट इट्स मिन्स नथिङ नाउ इट इज एक्जिक्युसन म्याटर्स। म सबैलाई त्यही भनिदिन्छु आजभोलि, किनभने एआईले सबै मोडल दिइरहेको छ त, अकाउन्टिङ होस् कि आइटी होस् कि कोडर। आइम बिल्डिङ अ सफ्टवेयर एन्ड it's amazing how much I've learned in the last 7 months about building a software, which I come from an accounting background. Insane where we're heading, and it's going to be exceptionally so experience for your intellectual auditing, I don't think it matters anymore. And unfortunately, this applies to me as well. Accounting outsourcing. If you are trying to open an outsourcing firm with just accounting or auditing, you can almost guarantee you're going to go out of business. Okay, you have to pivot. That's I pivoted for software बनाइरहेको छु। I can almost guarantee you, I audited for 4 years. Okay, my tax course I audited for 4 years, and it was pain, and it's still a pain. It's a compliance issue, and the this may how people are using 5%. मैले देखेको चाहिँ हाम्रो कम्पनीमा अब त्यो ल सोध्नु भएको थियो नि कि नेपालमा के चेन्ज हुनुपर्छ भन्दाखेरि I would more than happy to pay my employees directly from US and then save them taxes. Why not? तर त्यो गऱ्यो भने चाहिँ my CA told me, my friend obviously told me, we cannot do that because अफिस छ नि त, अफिसको रेन्ट चाहिँ कहाँबाट आयो भनेर कसरी देखाउने यो नेपालको गभर्मेन्टले भन्थ्यो। अब नेपालको ल थाहा छैन मलाई साँच्चै भन्ने भने, तर देयर सम अब त्यो अब मार्केट चेन्ज भएको छ तर ल चेन्ज भएको छैन, त्यो पनि हेर्नु पऱ्यो नि त। My way of handling this going forward is I'm going to tell my team members, if you are a top performer, yeah, I do need अब अलिक थोरै स्यालेरी भएको त ट्याक्स पनि त्यस्तो मतलब भएन भने चाहिँ I'll keep you for in an office so I can pay the rent and be legally in Nepal भनेर त्यो अब legal पनि follow गर्नु पर्यो नि हजुर भने। तर if someone is performing very well, then I do not mind paying them exactly what they're earning outside as a freelancer so I can keep them because I built them for 4 years. यति दुःख गरेर यति रिसोर्स युज गरिसकेछ, why not किनभने करियर डिस्ट्रोय भयो जस्तो भयो भनेर। That is how I'm going to handle it. So I don't know how this guy is going to do it. Okay. त्यसमा मैले थोरै एड गरेँ फ्रम प्र्याक्टिकल साइड। अब यो चाहिँ हाम्रो एक्सपिरियन्स भन्दाखेरि पनि हाम्रो अडिटिङवाला जुन एक्सपिरियन्स छ त्यसबाट मैले भन्दाखेरि चाहिँ दिस हेज बिन एन इस्यु ओभरअल आइटी साइडमा अलिक बढ्ने छ। अघि आशिषले पनि त भनिसक्नुभयो, दे वान्ट टु बी सेपरेट फ्रम द कम्पनी र 5% स्ल्याबमा पर्सेन्ट गरिदिनुहोस् भन्नेवाला हुन्छ। कम्पनीलाई पनि फेरि एज एन इम्प्लोयर हेर्दै गर्दाखेरि चाहिँ राम्रो इम्प्लोइ छ उसलाई मैले किन फेरि दुःख दिने, रिटेन गर्न त्यो गर्न मिल्छ भने त्यो गर्ने भन्ने खालको कतिपयमा त्यो देखिन्छ। तर फ्रम लिगल साइड एज वेल द्याट्स नट डुएबल भन्नेवाला छ। किनभने 5% फ्रिलान्सको लागि भनेर आएको छ। फ्रिलान्सको लागि आइसके पछाडि यदि कुनै कम्पनीले उसलाई रिकरेन्टली पेमेन्ट गर्छ मोर देन 30 डेज भन्ने बित्तिकै त्यो चाहिँ नेपाल के भन्छ त्यो एउटा पीको क्लज पनि एट्र्याक्ट हुन्छ। अर्को चाहिँ 30 डेजभन्दा बढी चाहिँ नेपालमा वर्क गर्छ भने पनि संस्था रेजिस्टर नगरिकन काम गर्न पाइँदैन भन्ने छ। सो रेजिस्टर गरिसकेपछि द्याट हेज टु हेभ द स्ट्रक्चर। सो लिगली चाहिँ देयर इज अ ग्रे लाइन भन्ने जस्तो देखिन्छ होइन। तर फ्रम आवर साइड वेन वी सजेस्ट आवर क्लाइन्ट्स र जति पनि हामीसँग कुराहरू हुन्छ यो गर्न मिल्दैन। त्यो 5% भन्ने कुरा सेपरेट फ्रिलान्स गरेर चाहिँ डिरेक्टली पे भइरहेछ भन्नेवाला भने पनि द्याट क्यान बी डन पोसिबली। तर एज अ रिकरिङ वर्क र नेपालमै बेस बनाएर कसैले आउटसोर्स गरिरहेछ भने त्यसमा यो 5% वाला क्लज युज गर्नु चाहिँ इट विल बी प्रिटी रिस्की फर देम डाउन द लाइन फ्रम ट्याक्सेसन पर्सपेक्टिभ। यो मैले थोरै एड गरेँ। अब दाइ अलिक एक्सपर्ट हुनुहुन्छ यसमा, अहिले एड गर्न सक्नुहुन्छ। म मोडरेटर भएर म खासै बोलिनँ यसमा अहिले। खासमा शङ्करले भनेको कुरालाई म सेकेन्ड गर्छु यसमा चाहिँ। लिगल्ली यदि हामी लङ टर्म सोचेर नेपालमा आउटसोर्सिङको काम गरिरहेछौँ विदेशी क्लाइन्ट हो भने चाहिँ सकेसम्म त्यो ट्याक्स अभोइडेन्सको टुलको रूपमा चाहिँ सेक्सन 95 लाई युज नगरेको राम्रो। म अर्को क्वेसन लिनुभन्दा अगाडि चाहिँ रविनजीकोमा जान्छु। जस्तो यो आउटसोर्सिङको बिजनेसमा रविनजी र हामी एकदमै छोटै अब 5-7 मिनटमा कन्क्लुड गर्छौँ सो द्याट यस पछाडिको आई क्यान डे प्रोग्रामको लागि चाहिँ सजिलो होस्। र एउटा लास्ट क्वेसन लिन्छु यदि छ भने। नेपालमा आउटसोर्सिङको पार्टमा जस्तो मेरोमा पनि स्टाफहरू छन्, एसिसी राखेको छु मैले, र उनीहरू के गर्छन् भन्दा 2-4 महिना काम गरिसकेपछि चाहिँ मलाई त फलाना आउटसोर्सिङ फर्मले यति पैसा दिन्छु भनेको छ सर, म नेपालको करियर पाथ होइन, म चाहिँ आउटसोर्सिङ फर्ममा जान्छु काम गर्नलाई भन्ने खालको कुराहरू छ। हाउ यु मोटिभेट देम, वा वेदर एसिसीले मोटिभेट गरिरहेको हो वा त्यो यो पेमेन्टले मोटिभेट गरिरहेको हो,
यो तर एससिसिएकोमा चाहिँ एससिसी स्टुडेन्टहरू चाहिँ आउटसोर्सिङमा मोटिभेटेड छन्, त्यो बारेमा चाहिँ तपाईँले केही भनिदिनुहुन्छ र आफ्नो फाइनल कुराहरू केही राखिदिनु न भन्ने कुरा मेरो कुरा भयो। अनेस्टली मैले यसमा चाहिँ स्पेक्युलेट नै गर्नुपर्ने हुन्छ, किनभने त्यो हिसाबले फ्याक्ट फाइन्डिङ तरिकाले चाहिँ एन्गेज भएको छैन स्टेक होल्डर्ससँग होइन। तर जेनरल्ली बुझ्दाखेरि चाहिँ अघि जुन मैले भने एउटा चाहिँ कस्तो भने र आउटसोर्सिङकै कुरा गर्दाखेरि अफसोरिङकै कुरा गर्दै गर्दाखेरि जुन हामीले अकाउन्ट्स फाइनेन्स आउटसोर्सिङको कुरा गऱ्यौँ, तर अहिले नेपालमा अरू पनि विभिन्न आउटसोर्सिङ अफसोरिङ भइरहेको छ, अस्ट्रेलियाबाट, मिडल इस्टबाट होइन, युएसबाट लोन प्रोसेसिङका कुराहरू, अन्य विभिन्न कुराहरू। र मैले जेनरली हेर्दाखेरि अर्गनाइजेसन्सहरूले अथवा त्यस किसिमका फर्म्सहरूले ब्रान्डिङ पनि राम्रो गरेको देख्छु होइन। जुन किसिमको उहाँहरूले एउटा अपिल क्रिएट गर्नुभएको छ, जस्तै वर्क इन्भाइरोमेन्टको अथवा भनौँ फ्लेक्सिबिलिटिजको अथवा भनौँ बेनिफिट्सको र चाहिँ इभन करियर सपोर्टकै स्टडी सपोर्टकै कुराहरू, त्यसले गर्दाखेरि पनि एउटा अट्र्याक्सन भएको जस्तो म देख्छु। यो भन्दा धेरै मैले खासै यसमा कमेन्ट गर्न सकिनँ। हजुर थ्याङ्क यू। अरू अब यो फाइनल्ली चाहिँ केही छ भने? हजुर थ्याङ्क्स त्यसको लागि पनि। फाइनली चाहिँ जस्तै यहाँ विभिन्न समयमा विभिन्न सेसनमा कुराहरू आयो होइन, जस्तै ट्यालेन्टको कुरा, कन्फिडेन्सको कुरा आयो। यसमा मैले चाहिँ के पाएको छु भने जस्तै इन्टरनेसनल फिडब्याकहरू पनि मैले कन्सिडर गर्दाखेरि नेपालको ट्यालेन्ट चाहिँ टप नच छ होइन। चाहे अब एसिसी हौँ हामी, चाहे सिए हौँ, चाहे अरू चाहिँ प्रोफेसनल्स हौँ, नेपालको ट्यालेन्ट चाहिँ टप नच नै छ भन्ने मैले फिडब्याक पाएको छु। एउटा के ग्याप हामीलाई हुनसक्छ भने एक्सपोजरको ग्याप हुनसक्छ होइन। यहाँ हामीले सफ्टवेयरहरूको कुरा गऱ्यौँ, अडिटको कुरा गऱ्यौँ होइन, विभिन्न कन्ट्रिजमा विभिन्न किसिमको प्र्याक्टिस छ र चाहिँ आउटसोर्सिङ वर्कहरू अन्डरटेक गर्दै गर्दाखेरि, कन्ट्र्याक्टहरू अन्डरटेक गर्दै गर्दाखेरि त्यो किसिमको एक्सपोजर नभएको हुनसक्छ भन्ने कुरा छ। अब त्यो एक्सपोजरको रेस्पोन्सिबिलिटी मेबी फर्म्सहरूमा, अर्गनाइजेसन्सहरूमा, एज एन इन्स्टिट्युसन आइक्यानमा अथवा एज अ बडी एसिसिएमा पनि होला, तर ट्यालेन्ट चाहिँ टप नच छ एउटा कुरा। अर्को कुरा चाहिँ जस्तै कस्तो भने हामी कुनै डिरेक्सनमा ट्राभल गर्दै गर्दाखेरि, जस्तै हामीले भनिराखेका छौँ टाइम एन्ड अगेन, इन्डिया यो स्टेजमा छ, फिलिपिन्स यो स्टेजमा छ, उहाँहरू चाहिँ डिफ्रेन्ट फेजेस थ्रु चाहिँ त्यो पोइन्टमा पुग्नु भएको छ। तर हामीले के पनि बुझ्नुपर्छ भने यहाँ अघि आशिषजीले पनि भन्दै हुन्थ्यो एआईको इम्प्याक्टको कुरा, टेक्नोलोजीले चाहिँ कसरी इनेबल गर्छ भन्ने कुरा। जस्तै अब एक्जाम्पलको लागि सेन्जेन, चाइनाको सेन्जेन 40 वर्ष अगाडि कस्तो थियो, अहिले कस्तो छ होइन। सो सबै कुराहरू चाहिँ एभोल्युसनरी साइकलमा त्यही फेजेस थ्रु पास हुनैपर्छ भन्ने पनि छैन। टेक्नोलोजीले, एक्सपोजरले, केस स्टडिजले हामी अरूबाट पनि सिक्न सक्छौँ। हामीमा त्यो ओपननेस, त्यो इगरनेस, अघि हामीले रिपिटेडली एम्फसाइज गऱ्यौँ कोल्याबोरेसन, त्यो सबै माइन्डसेट हुँदै गर्दाखेरि चाहिँ र जुन हामीले भिजन लिएको छौँ, जुन एम्बिसन लिएको छौँ, मैले अघि पनि भने त्यो डेफिनेटली एटेनेबल छ। सो म चाहिँ धेरै अप्टिमिस्टिक छु यो सबै कुराहरूमा। थ्याङ्क यू रविन्द्र। ओके, वान फाइनल क्वेसन प्लिज। सबैलाई नमस्कार, मेरो नाम घनश्याम तिवारी, म पोखरा विश्वविद्यालयबाट। हामी सबैलाई थाहा छ अब यो अकाउन्टिङ फाइनेन्सको ह्युमन रिसोर्सको सबैभन्दा ठुलो सप्लायर्सहरू युनिभर्सिटी हुन्छ, योभन्दा अझै ठुलो सप्लायर छ। अघि सरले पनि कुरा गर्नुभयो। अब एज अ फ्याकल्टी म पनि अब यो आउटसोर्सिङमा विद्यार्थीहरू अब आउटसोर्सिङ कम्पनीसँग अब हामी कोल्याबरेट गर्न चाहन्छौँ। अब यसको अब सरको अनुभवमा अथवा हामी युनिभर्सिटी तहबाट, जस्तै अब कतिपय कस्तो छ भने इन्टरनेसनल्ली अघि कुरा पनि आयो, इन्टरनेसनल ट्याक्सेसनका कुरा, रिपोर्टिङका कुरा, ग्लोबल रिपोर्टिङका कुराहरू, कतिपय हाम्रो सिलेबसमा नभएका कुराहरू पनि हुन्छन्, कतिपय भएका कुराहरू पनि होलान्। फेरि अब यसलाई हामी कसरी यसको कोल्याबोरेसन गर्न सक्छौँ एज अ युनिभर्सिटी, यसलाई अनुप सरले भनिदिनु भयो भने केही टेक होला। थ्याङ्क यू सर। प्रदीपलाई धन्यवाद, एकदम राम्रो प्रश्न गर्नुभयो। यसमा चाहिँ के छ भने अब अहिले त तपाईँहरूको 2 महिनाको मात्रै इन्टर्न छ होइन। कम्पलसरी इन्टर्न नभएपछि अहिले चाहिँ हामीलाई चाहिँ के समस्या छ भने बिबिए गरेका, एमबिए गरेका चाहिँ इन्टर्नलाई चाहिँ काम लगाउन एकदम गाह्रो छ, किनभने उहाँहरू 2 महिना इन्टर्न त हो भन्नुहुन्छ अनि त्यसपछि चाहिँ जानुहुन्छ। कतिपय चाहिँलाई हामीले रिटेन गर्न सकिन्छ होइन। तपाईँहरूको चाहिँ अब युनिभर्सिटी लेभलमा करिकुलममै
एटलिस्ट केही नभए नि 6 महिना जस्तो चाहिँ इन्टर्नको व्यवस्था चाहिँ त्यसमा गराउन सकियो भने कानुनी रूपमा त्यसले चाहिँ एउटा ठुलो भूमिका खेल्छ कि त्यो भयो भने उहाँहरूले एउटा स्किल पनि डेभलप गर्नुहुन्छ, चाहे त्यो अडिट फर्म होस्, चाहे त्यो एकाउन्टिङ आउटसोर्सिङ फर्म होस्। के भइरहेछ भने अहिले तपाईँको नाम मात्रको चाहिँ इन्टर्न भइरहेछ, कोही चाहिँ कता इन्डस्ट्रीतिर जानुहुन्छ, तर उहाँहरूले जुन लेभलको एक्सपोजर पाउनुपर्ने हो त्यो पहिला त छोटो समय हुन्छ पाउन सक्नुहुन्न होइन। दोस्रो कुरा चाहिँ अब एउटा चाहिँ इन्टर्नसिपको लागि इन्टर्नसिप भन्ने जुन भाष्य क्रिएट भएको छ युनिभर्सिटीमा, त्यसलाई चाहिँ युनिभर्सिटीले चिर्नुपर्ने आवश्यकता छ र कानुनी रूपमा हामीले करिकुलममा एउटा व्यवस्था गर्न सक्यौँ भने चाहिँ तपाईँहरूले जति उत्पादन गर्नुहुन्छ त्यो हामीले चाहिँ खपत गरिदिन्छौँ, त्यसमा चाहिँ समस्या छैन। हामीलाई चाहिँ मेन पावर एकदम समस्या छ, चाहे अडिट फर्म होस् होइन, चाहे आउटसोर्सिङ फर्म होस्। त्यो कारणले गर्दाखेरि तपाईँहरूले एक लेभलको पोलिसी लेभलमा काम गरिदिनु भयो भने तपाईँहरूको चाहिँ इन्टर्नको जिम्मादेखि लिएर त्यसलाई जाहिर लाउने जिम्मा चाहिँ एकेनले लिन्छ, हामी सम्पूर्ण सिए फ्याडरेटहरूले लिन सक्छौँ। धन्यवाद। ओके सर, यसलाई शङ्करजीले केही मैले थोरै अलि छिटो गरौँ है। मैले प्रदीपजीले इन्टर्नसिपलाई लगाउनेवाला कुरामा जानुभयो। मैले हाम्रो एक्सपिरियन्स पनि के छ भन्दा हामीले धेरै जसो एउटा लेभलमा कुरा भइसकेपछि क्लाइन्टहरूलाई नेपाल बोलाउँछौँ, किनभने पनि अनलेस वी हेभ द्याट फिजिकल टच र कस्तो छ भनेर नहेरिकन पिपल डोन्ट गेट द्याट कन्फिडेन्स होइन। त्यो बेलामा सधैँ आउने एउटा क्वेसन के हो भन्दाखेरि तिमीहरूको पाइपलाइन के छ, अहिले त तिमीहरूसँग 130 जना स्टाफ छ, हामीले हेऱ्यौँ कुरा गऱ्यौँ, माना भोलि चाहिँ 20 जना छोड्यो भने नेपालबाट फेरि सेकेन्ड एकदम धेरै न्युज फेरि हेर्नुभयो अनलाइनमा खोज्नुभयो भने नेपालबाट बाहिर गइरहेको यो जुन टेन्डेन्सी छ नि त्यो हामीभन्दा पहिले त्यो मान्छेले अलरेडी थाहा पाइसकेको हुन्छ कि मान्छे त गइरहेछ भने चाहिँ के छ भन्नेवाला कुराहरूमा हामी एज अ फर्म चाहिँ जेनरली के गर्छौँ भन्दा हामीले 3-4वटा कलेजहरूसँग हाम्रो कोअर्डिनेसन गरेको छ, उहाँहरूलाई जहिले पनि भेटाउँछौँ। हामीले 3टा कुरा जहिले पनि गर्छौँ। एउटा हामीसँगै पियर जसरी काम गरिरहनु भएको आउटसोर्सिङ फर्महरू जुन हुन्छ, ठुल्ठुलो फर्महरू छ नेपालमा 400-500 स्टाफहरू हुनुभएको, उहाँहरूलाई लिएर जान्छौँ, किनभने त्यसले उनीहरूलाई कन्फिडेन्स दिन्छ कि नेपालमा यो खालको कामहरू गर्न सकिन्छ भन्नेवाला कुरा। र सेकेन्ड के गर्छौँ भन्दाखेरि जहिले पनि कलेजेसहरू हामीले कोअर्डिनेट गरेर उहाँहरूलाई भिजिट गराउँछौँ कि ल स्वयं पिपल चाहिँ हाम्रो पाइपलाइनमा छ भन्ने कुराहरूमा उहाँहरूलाई गराउँछ कि सेकेन्ड कन्फिडेन्स दिन सकिन्छ भन्ने कुरा हो। सो रिसोर्स एज सच चाहिँ नेपालमा माइनस दिई बाहिर जाने टेन्डेन्सी त्यो अहिले त साइकी नै भइसक्यो नेपालीहरूको, तर त्यो बाहेक हामीले राख्यौँ भने पाइपलाइनमा हामीले त्यसलाई एब्जर्भ गर्न सक्ने अवस्था चाहिँ छ। तर इस्यु चाहिँ फेरि कहाँ भइदिरहेछ आजको दिनमा पनि भन्दाखेरि जुन रिसोर्सको हामीलाई नलेज जुन चाहिने हो टेक्निकली त्यो वालामा चाहिँ फेरि सिलेबसहरू अपडेट नभएको अवस्था। अब अहिले पनि एनएफआरएसहरू चाहिँ अरू अब आइक्यान बाहेक अब एसएससीको आइएफआरएस भनेर बाहेक चाहिँ त्यो धेरैवटा ठाउँमा पढाइ हुँदैन, त्यो छैन होइन। सो अब सिलेबसलाई चाहिँ अप टु मार्क राखेर आइक्यानसँग कोअर्डिनेट गरेर हामीले यदि त्यो सिलेबसलाई चाहिँ अकाउन्टिङ साइडको रिसर्चलाई अलिक इक्विप गर्ने गरी अपडेट गर्न सक्यौँ भने डेफिनेटली त्यो नै हाम्रो लागि सेकेन्ड मुभ हुन्छ। किनभने इफ अघि भने जस्तो चाहिँ 50,000 1,50,000 चाहिँ हामीले टार्गेट गरिरहेको रिसोर्स भने त फेरि त्यो सिए मात्रै गरेर गऱ्यो भने त सिए नै अब अर्को 20-25 वर्षको सबै हामी त्यसमै अब्जर्भ गरेर राख्न सक्छौँ होइन। सो हामीले यदि त्यो ग्रोथ सोचिरहेछौँ भने ओभरअल सबैले अब्जर्भ गर्नुपर्ने हुन्छ। त्यसको लागि त्यो जुन हाम्रो रिसोर्स आइरहेको छ त्यो सिलेबस अपडेट गरेर रिसोर्सलाई इक्विप चाहिँ गर्नु पऱ्यो भन्ने चाहिँ मेरो यसमा सानो थट मैले राखेँ। यसमा मैले सरलाई थपिदिएँ, आइक्यानले कुनै एउटा प्रोग्राम सोचिरहेछ नेपाल अकाउन्टिङ एजुकेटर सब्मिट भन्ने, जसले चाहिँ युनिभर्सिटीसँग कोलाबोरेटिभ वेमा यो अकाउन्टिङ रिसोर्सेसको जुन स्किल ग्याप छ, एक्सपेक्टेसन ग्याप जुन छ, स्किल ग्याप भन्दिनँ म, यो प्रोफेसनल कम्युनिटीले चाहिँ युनिभर्सिटीबाट आएकोमा चाहिँ त्यो लेभलको स्किल छैन भन्ने जुन पर्सिभ गर्छ त्यो पर्सेप्सनलाई कसरी कम गर्ने भन्ने तरिकाले चाहिँ एउटा सब्मिट गर्ने र त्यसपछि कोलाबोरेटिभ अप्रोचमा अकाउन्टिङ सिलेबसलाई अगाडि लैजाने भन्ने खालको जुन कुरा छ त्यो चाहिँ आइक्यानले सोचिरहेछ। सो द्याट सरको एन्सर चाहिँ त्यहाँबाट आउँछ होला प्यानलिस्टबाट भन्दा पनि। र यति भन्दै चाहिँ अब फाइनल्ली हामी कन्क्लुजनमा जाउँ। हामीहरूले आजको दिनमा हाई लेभल इन्टरनेसनल कुरादेखि लिएर लोकल्ली पोलिसी इन्टरभेन्सनको कुरादेखि लिएर एक्सपिरियन्स सेयरिङ र कोलाबोरेसनको कुरा यो सेसनमा गऱ्यौँ। र मलाई लाग्छ आजका सेसनहरूले हामी सबैलाई अकाउन्टिङ आउटसोर्सिङमा हामी कसरी अगाडि बढ्न सक्छौँ, पहिलो काम ल्याउनलाई सबैलाई गाह्रो छ, काम आफैले ल्याउनुपर्छ, तर हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने विषयमा र आइक्यानको डिरेक्सन कता गइरहेछ, ओभरअल प्रोफेसनल कम्युनिटीको डिरेक्सन कता गइरहेछ भन्ने विषयमा चाहिँ स्पष्ट रूपमा चर्चा गऱ्यौँ भन्ने मलाई लाग्छ। त्यो हिसाबमा आजको सेसन तपाईँहरू सबैलाई फ्रुटफुल भयो होला भन्ने मेरो आशा हो। र तपाईँहरूको एकदम अमूल्य समय दिएर आज उपस्थित हुनुभएको, अझ प्रदीपजी त 1 घन्टाको नोटिसमा आइपुग्नु भएको छ, त्यसको लागि म आइक्यानको महासचिवप्रति चाहिँ हार्दिक आभार व्यक्त गर्छु। सबैजनालाई चाहिँ म आइक्यानको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू भेरी मच। दिस कन्क्लुड्स दिस सेसन।
धेरै धन्यवाद यो एकदमै इन्साइटफुल सेसनका लागि आजको यो अत्यन्तै प्रेरणादायी सत्र सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा मोडरेटर प्यानलिस्ट सबैजनालाई म धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु र उहाँहरूलाई समय र विचारका लागि धन्यवाद ज्ञापन गर्दै टोकन अफ अप्रिसिएसन वितरणका लागि म आइक्यानका अध्यक्ष CA नीलबहादुर सारू मगरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु हामीसँग यस सेसनमा मोडरेटरका रूपमा हुनुहुन्थ्यो CA उमेश राज पाण्डे काउन्सिल मेम्बर आइक्यान र सँगसँगै हाम्रो साँझ वार्षिकोत्सवको कार्यक्रम रहेको पुनः म यहाँहरूलाई स्मरण गराउन चाहन्छु सो कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको पनि हामीले अपेक्षा गरेका छौँ सुरुवातमा यस सत्रका मोडरेटर CA उमेश राज पाण्डे काउन्सिल मेम्बर आइक्यान धेरै धन्यवाद अत्यन्तै सहजतापूर्वक यो सेसन सञ्चालन गरिदिनु भएकोमा यसै गरी प्यानलिस्टका रूपमा हामीसँग हुनुहुन्थ्यो CA अनुप नेपाल प्रेसिडेन्ट एक्यान माफ गर्नुहोला प्रदीप अर्याल माफ गर्नुहोला जेनरल सेक्रेटरी र त्यसपछि अर्का प्यानलिस्ट हामीसँग हुनुहुन्थ्यो मिस्टर रबिन कटवाल हेड ACCA नेपाल उहाँलाई पनि म धन्यवाद ज्ञापन गर्दै मायाको चिनो ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ताली बजाइदिनु र उहाँहरू सबैजनाको समय विचारका लागि यसै गरी अर्का प्यानलिस्ट हामीसँग हुनुहुन्थ्यो CA शङ्कर थापा डाइरेक्टर फर सिमेट्रन्स उहाँलाई पनि धेरै धेरै धन्यवाद यसै गरी हामीसँग अर्का वक्ता हुनुहुन्थ्यो मिस्टर आशिष आचार्य CEO इन्भेस्टर फ्रेन्डली CPA उहाँलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ समय र उहाँको इन्साइट्सका लागि यसै गरी अर्का वक्ता हामीसँग हुनुहुन्छ गणेश दाहाल CEO फोकस योर फाइनेन्सबाट यहाँहरू सबैजनालाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु सक्रिय सहभागिताका लागि र प्यानलिस्ट मोडरेटर र अध्यक्षज्यू सबैजनाको एउटा सामूहिक तस्बिर हामी कैद गर्छौँ कृपया प्यानलिस्टहरू अगाडि मञ्चको अगाडि आएर एउटा सामूहिक तस्बिरमा पनि सहभागी भइदिनु होला यहाँहरू सबैजनाको प्रश्नोत्तर सुझाव र उत्साहले यो छलफललाई धेरै नै जीवन्त बनाएको थियो यहाँहरू सबैजनाको समयका लागि पनि हामी आभारी छौँ बेलुका भइसकेको छ इट्स बिन अ भेरी भेरी लङ डे सबैजनालाई धन्यवाद र अब यो मञ्चबाट उहाँहरूलाई पनि म बिदा गर्न चाहन्छु